युरोप गइसकेपछि उतै सेटल हुनुपर्छ भन्ने जस्तो मेरो मेन्टालिटी थियो। फ्रेन्च आर्मीमा लगभग 20-25 दिनको त्यो ट्रेनिङ पिरियड, त्यो सिलेक्सन पिरियडमा बसेँ। ट्रेनिङ क्याम्पमा चाहिँ दिनचर्या कस्तो हुन्थ्यो त? डिपार्टमेन्ट अनुसार हुन्छ। म किचनमा परेको दिन चाहिँ म खाना ल्याइदिन्थेँ होइन, केटाहरू खुसी हुन्थ्यो। अनि फ्रेन्च आर्मीबाट चाहिँ आउट भएपछि न्युजिल्यान्डको लागि चाहिँ फ्युचर प्रोसेस स्टार्ट गरेको। पाएको काम पनि छोडेर चाहिँ पढ्नलाई भिसा एप्लाई गरेको। रिजेक्ट भइगयो फर्स्ट टाइम त होइन, ल खतमै भयो नि त, यता काम पाएको नि छोडिदियो, माल्टा पनि गयो होइन, सक्यो जस्तो लाग्थ्यो। भिजिट भिसामा आएर अर्को भिसामा कन्भर्ट गर्न त्यति सहज छैन नि त। स्टुडेन्ट लाइफ कस्तो लाग्यो त तिमीलाई? मेरो लगभग 8-9 वर्ष कलेज नगएको भएको थियो। अनि ब्याक टु कलेज हुँदाखेरि चाहिँ रमाइलो लागेको थियो, हल्का डर पनि लागेको थियो। त्यो असाइनमेन्ट कसरी गर्ने भन्ने तनाव हुन्थ्यो। फेरि हाम्रो एक्जाम हुन्थ्यो कि। इजिली पायो कि अब कस्तो थियो त काम पाउनको लागि? एउटा कम्पनीले चाहिँ ल तँलाई म हायर गर्छु भनेर चाहिँ ल गर्छु भन्यो। लास्टमा त्यहाँ भएन, अनि काम खोज्न थालेको त्यो 1 महिनापछि काम पाएँ। किवी कल्चरमा काम गर्न चाहिँ एकदम रमाइलो, आफ्नो काम गर्ने चिल पारामा। अब यो काम चाहिँ अब कसरी खोज्ने, कहाँ गर्ने, आफ्नोमा डिपेन्ड गर्छ होइन। अब कसैले चाहिँ ल तपाईँलाई चाहिँ फेसबुकबाट टिकटकबाट चाहिँ न्युजिल्यान्डमा चाहिँ कामै पाउँदैन भनेर हालेर रहेछ भने उसले पो नपाउन सक्छ त। उसको क्वालिफिकेसन अथवा क्वालिटी केही नभएर उसले नपाउन सक्छ। तर तपाईँसँग त्योभन्दा बेटर क्वालिफिकेसन अथवा क्वालिटी हुनसक्छ नि त होइन। अनि उसको कुरा सुनेर तपाईँ चाहिँ डिमोटिभेटेड भएर आउँदैन, न्युजिल्यान्ड कामै पाउँदैन भने त भएन नि त। त्यही भएर आइडिया लिनु पऱ्यो। आफूभन्दा पहिला आएको जस आयो न्युजिल्यान्ड कोही न कोही त भइहाल्छ होइन। एकदम एकअर्कालाई सपोर्ट गरेर नै त अगाडि पुगिन्छ लाइफमा होइन। विदेशमा आएपछि सबै सोचेको जस्तो हुँदैन। जस्तो च्यालेन्ज आए पनि अब फेस गर्नुपर्छ भन्ने तरिकाले चाहिँ आउनु पऱ्यो। मेन्टली चाहिँ भेरी स्ट्रङ हुनु पऱ्यो। वेलकम ब्याक टु द पोडकास्ट विकल। के छ खबर? सब ठिक छ मेरो। हजुर के छ? मेरो नि एकदम ठिक छ यार। तिमीसँग लास्ट टाइम पोडकास्ट गर्दाखेरि चाहिँ हामीले यो सेप्टेम्बरमा नेपालको जेनजी आन्दोलन भएपछि त्यो विषयमा हामीले कुराकानी गरेका थियौँ। त्यो पोडकास्टमा एकदम धेरै जानकारीहरू पाइयो होइन, आफ्नो देशको पोलिटिक्सको बारेमा नि धेरै बुझ्यो। तर आज चाहिँ म तिम्रो पर्सनल लाइफको जर्नीको बारेमा कुरा गर्न चाहन्छु। तिम्रो न्युजिल्यान्डको यात्रा कस्तो भइरहेछ त अहिलेसम्म? आजसम्म चाहिँ म न्युजिल्यान्ड आएदेखिबाट अहिलेसम्म चाहिँ रमाइलो लागिरहेछ। अहिलेसम्मको जर्नी चाहिँ एकदम राम्रो छ होइन। अब आउने दिनहरू पनि राम्रै हुन्छ भन्ने सोचिरहेको छु। तर त्यस्तो गाह्रो केही छैन, अहिलेसम्म चाहिँ चिल पारामा चाहिँ गइरहेछ। तिमी न्युजिल्यान्ड आउनु अगाडि नेपालमा चाहिँ के गरिरहेको थियौ अनि तिमी न्युजिल्यान्ड कहिले आइपुग्यौ त? म न्युजिल्यान्ड आउनुभन्दा अगाडि चाहिँ माल्टामा थिएँ। माल्टामा चाहिँ एज अ बारटेन्डर काम गरिरहेको थिएँ। अनि न्युजिल्यान्ड आएको चाहिँ म 2023 मे 23 होला सायद। तिमीलाई त एक्ज्याक्ट डेटै याद रहेछ त। हजुर। माल्टा युरोपमा है? हजुर। बारटेन्डर भन्यो। कस्तो थियो त माल्टाको जर्नी चाहिँ तिम्रो? अब म त्यहाँ धेरै त बसिनँ। म गएको लगभग 6 मन्थ जति भएको थियो होला। अनि त्यहाँबाट चाहिँ अब माल्टामा चाहिँ अब कार्डहरू बन्न अलिकति टाइम लाग्छ। अनि कहाँ जाने के गर्ने भनेर चाहिँ म चाहिँ अब हल्का यो रिसर्चहरू गर्दै थिएँ। अनि त्यहाँबाट त्यतिखेरमा चाहिँ यहाँको अलिकति बोर्डरहरू पनि ओपन भएर चाहिँ 2023 मै। अनि भाइले पनि ल यहाँ राम्रो अपर्च्युनिटी छ, आउनु पऱ्यो भन्ने कुरा गर्यो। अनि त्यहाँबाट चाहिँ मैले न्युजिल्यान्डको बारेमा सोच्न थालेको। तर पनि मलाई चाहिँ अब युरोप गइसकेपछि उतै सेटल हुनुपर्छ भन्ने जस्तो मेरो मेन्टालिटी थियो। साथीहरू पनि उतै सब बनिसकेको थियो नि त। त्यही भएर चाहिँ म यता आउनुभन्दा पनि उतै बस्नको लागि चाहिँ फोकस बढी गरिरहेको थिएँ। ओके, भनेपछि माल्टामा तिमी एज अ बारटेन्डर कति समय 6 महिना काम गर्यो भने है? हजुर। त्यहाँ तिमी वर्क भिसामै गएको थियौ? हजुर, त्यहाँबाट चाहिँ ओके भिसामा गएको थिएँ नेपालबाट। सुरुमा म चाहिँ अब युरोप नै अब सेटल हुने तरिकाले चाहिँ बसिरहेको थिएँ। त्यसको अनि त्यही जस यहाँबाट चाहिँ अब भाइले अप्रोच गरिसकेपछि म चाहिँ न्युजिल्यान्ड जान युरोपमै सेटल हुन्छु भन्ने तरिकाले म फ्रेन्च आर्मीमा गएँ। अनि फ्रेन्च आर्मीमा लगभग 20-25 दिनको त्यो ट्रेनिङ पिरियड, त्यो सिलेक्सन पिरियडमा बसेँ। अनि त्यसपछि लास्ट गाह्रो लाग्यो होइन। अनि मलाई सुरुमैदेखिबाट आर्मीमा जान चाहिँ मन लागेको थिएन होइन। तर पनि अब लाइफ सेटल गर्नुपर्ने छ नि त। अब युरोपमा भनेपछि कि पोर्चुगल जानु पऱ्यो। त्यतिखेरसम्म त कार्डहरू बन्थ्यो इजिली। अनि कि अब फ्रेन्च आर्मी, अब त्यही दुईवटा अप्सन थियो होइन, बेटर अप्सन। अनि म चाहिँ अब फ्रेन्च आर्मीमा जान्छु, त्यहाँ भयो भने भयो, न त त्यहाँबाट चाहिँ पोर्चुगल जान्छु भन्ने सोचेँ। अनि फ्रेन्च आर्मीमा बाई चान्स भएन। अनि लास्टै गाह्रो पनि थियो। ल ठिकै भएन भने म कहाँ जाने, पोर्चुगल जाने कि के गर्ने सोचिरहेको थिएँ। अनि मलाई चाहिँ होइन पोर्चुगल चाहिँ जान बरु न्युजिल्यान्डै जान्छु भन्ने तरिकाले चाहिँ सोचेर अनि ल त्यहाँबाट चाहिँ अब फ्युचर प्रोसेस चाहिँ गर्न त्यहाँ फ्रेन्च आर्मीबाट चाहिँ आउट भएपछि न्युजिल्यान्डको लागि चाहिँ फ्युचर प्रोसेस चाहिँ स्टार्ट गरेको। ओहो, इन्ट्रेस्टिङ रहेछ यार तिम्रो जर्नी त। भन्छ तिमी माल्टा चाहिँ एज अ इन्ट्री टु युरोपको लागि गएको थियौ होइन? हजुर हजुर। प्रायः मान्छेहरू अब युरोप भनेपछि अलिकति सेटल हुनको लागि कि पोर्चुगल कि तिमीले भने जस्तै फ्रेन्च आर्मीमा होइन। फ्रेन्च आर्मीको कुरा चाहिँ अब इन्ट्रेस्टिङ हुन्छ जस्तो लाग्यो मलाई होइन। फ्रेन्च आर्मीमा एप्लाई गरेर कसरी जान मिल्दो रहेछ त? फ्रेन्च आर्मीमा जानको लागि चाहिँ त्यस्तो रिक्वायरमेन्ट केही पनि छैन होइन। तब न ल्याङ्ग्वेज न अब हुन्छ नि क्वालिफिकेसन केहीको। त्यो एज चाहिँ छ 18 to 40 इयर्स हो होइन। अनि जो पनि युरोप जान्छ अब लाइफ सेटल गर्नु परिहाल्छ होइन। अनि फ्रेन्च आर्मी इजी पनि छ सेटल हुनको लागि। अब न एजुकेसन चाहियो न एजको ऊ छ होइन।
अनि सबै कुरा भएकोले इजी, जो सेलेक्सन प्रोसेस पनि इजी नै छ। अब त्यो आर्मीभित्रको लाइफस्टाइल चाहिँ मैले हेरेन होइन, तर युरोपमा लाइफ सेटल गर्नको लागि चाहिँ फ्रेन्च आर्मी बेटर नै हुन्छ होइन। अनि त्यही सोचेर गएको, तर मलाई ट्रेनिङ पिरियडमा त्यहाँको अब हुन्छ नि अब डिसिप्लिन सबै कुराहरू त्यहाँको इन्भाइरोमेन्ट चाहिँ मलाई मन परेन। जस आर्मीहरूको त स्ट्रिक्ट हुन्छ नि त, त्यो इन्भाइरोमेन्ट चाहिँ मलाई मन परेको थिएन। अनि त्यहाँबाट जस राम्रै भयो, जे हुन्छ राम्रो लागि हुन्छ भन्दै थिएँ, लास्टमा आएर यहाँ आइयो, ठिकै छ। ठिक त्यही त मेरो एकजना भाइ पनि ऊ पनि रोमानिया गएको थियो, त्यहाँबाट चाहिँ अनि उसले पनि फ्रेन्च आर्मीमा भिड्नलाई गएको थियो, अनि ऊ चाहिँ जस अहिले फ्रेन्च आर्मीमै सर्भिस दिइरहेछ भनौँ न होइन। धेरैजना नेपालीहरू चाहिँ युरोप जाने जो पनि जान्छन् एफियर फ्रेन्च आर्मी चाहिँ लगभग 85% 80% चाहिँ त्यहाँ अब एज भएको है, जस्ट बिलो 35-40 इयर्सको मान्छेहरू जुन युरोप गइरहेछन् फ्रेन्च आर्मी एकचोटि चाहिँ जान्छन्। हो त्यही त, त्यसमा अलिकति राम्रो अपर्च्युनिटिज पछिसम्मको लागि पनि राम्रो हुन्छ भन्ने। हजुर, पैसा पनि छ, अपर्च्युनिटी पनि छ, सबै कुराहरू छ क्या। त्यही भएर जस पोर्चुगलभन्दा बेटर छ फ्रान्स, त्यही हो। अहिले चाहिँ फेरि पोर्चुगल पनि एकदम कडा बन्द गरिरहेको छ होइन, त्यही भएर चाहिँ अलिकति गाह्रो छ युरोपमै सेटल हुनको लागि, कार्ड बनाउनको लागि चाहिँ। जो नर्मल है, अब त्यो स्टुडेन्ट भिसामा गएर एउटा प्रोफेसनल पाराले गऱ्यो भने त अब जहाँ पनि वर्ल्ड वाइड ओपन नै छ होइन। तर इजी वे हुन्छ नि, जो 2-3 वर्ष बस्ने कार्ड बनाउने खालको, त्यो चाहिँ अलिक गाह्रो नै छ अब चाहिँ। ए भनेपछि तिमी फ्रेन्च आर्मीमा तिमी भनेपछि सेलेक्सन प्रोसेस तिम्रो त्यो बारेमा भन नि त, कति टाइम बस्यौ त ट्रेनिङको लागि? सेलेक्सन प्रोसेस भनेको मेरो चाहिँ 18 दिन जतिको भएको थियो। त्यहाँको चाहिँ कस्तो छ भन्दाखेरि तपाईँ त्यो सेलेक्सन प्रोसेसभित्र बसेपछि तपाईँ जति दिन चाहिँ त्यहाँ स्पेन्ड गर्नुहुन्छ त्यसको पैसा चाहिँ दिन्छ क्या। अनि सुरुमा हामी जाँदाखेरि चाहिँ त्यहाँ चाहिँ फेरि जति बेला गए पनि भयो, 365 डेज नै ओपन हो। तपाईँ बिहानको 6 बजी जानुहुन्छ कि रातिको 3 बजी जानुहुन्छ, डजन्ट म्याटर होइन। जानु गरेर त्यहाँ नक गरेर डोर नक गरेपछि वेलकम गर्छ तपाईँहरूलाई। तपाईँले लिएर गएको सबै सामानहरू केही सबै राख्छ, जस्ट उनीहरूले आफ्नै लुगाहरू दिन्छ भित्र लगाउने होइन। त्यहाँ पछि न फोन न केही, तपाईँलाई एउटा रुम अनि डाइनिङ हल अनि एउटा प्ले ग्राउन्ड जस्तोमा मात्र हो त्यहाँ स्पेन्ड गर्ने टाइम। अनि त्यहाँ चाहिँ वर्ल्ड वाइडबाट सबै नेपाली, इन्डियन, ब्राजिलियन, कोलम्बियन सबै हुन्छन्। अनि त्यहाँबाट त्यो भित्र बस्यो। अनि सेलेक्सन प्रोसेस चाहिँ त्यो हार्ड हुँदैन। अब त्यो एउटा मेडिकल हुन्छ, अनि बिप टेस्ट भन्ने हुन्छ कुन्नी, अनि पुलअप, अनि त्यति नै हो। अनि त्यहाँबाट इन्टरभ्यू 2टा इन्टरभ्यू हुन्छ, त्यति नै हो हुन चाहिँ। अनि गाह्रो भनेको चाहिँ ल्याङ्ग्वेज ब्यारियर हुन्छ, किन भन्दाखेरि त्यहाँको आर्मीहरूले चाहिँ न इङ्ग्लिसमा बोल्छ न कुनै ल्याङ्ग्वेजमा बोल्छ, बोल्ने भनेको फ्रेन्च नै हो होइन। बुझे बुझ, नबुझे नबुझ, त्यही हो, फ्रेन्चमै गर्छ। अनि त्यहाँको टाइम भनेको चाहिँ सिर्फ त्यही अब आफूले त्यो हुन्छ नि त्यो सेलेक्सन प्रोसेसको रनिङ, त्यो भएको दिन रनिङ, नत्र दिनभरि कोठामा बस्ने। अनि उनीहरूले एउटा टिभी लगाइदिएको हुन्छ, त्यो टिभीमा चाहिँ 5-10 सेकेन्डको भिडियो 5-10 मिनटको भिडियो हुन्छ, दिनभरि त्यही चाहिँ रिपिट भइराखेको हुन्छ क्या। लास्टै बोरिङ हुन्छ भित्र चाहिँ। अनि तपाईँलाई अलिकति केही मिस्टेक गर्ने बित्तिकै पनिसमेन्ट पाउनुहुन्छ। त्यस्तो पिट्नी सिट्नी चाहिँ होइन, जस पुसअप गर्न लाउने, पुलअप गर्न लाउने, कुखुरा बनाएर राख्ने होइन। अनि धेरै खालको हुन्छ। तिम्रो त्यो ट्रेनिङ क्याम्पमा चाहिँ नेपालीहरू कतिजना थियो त तिमीसँग? नेपालीहरू त धेरै दाइ। त्यहाँको हुन्छ नि हामीभन्दा अगाडिको ब्याचले चाहिँ एउटा चौतारो जस्तो रहेछ होइन, त्यसको नाम चाहिँ ढल्केबर रे होइन। उनीहरूले के भन्थ्यो नि, ल तिमीहरू अब उनीहरूको त हामी गएपछि तिनीहरूले त छोड्नु पऱ्यो नि त। अब त्यो सेलेक्ट हुने, अथवा अब आउट भएपछि घर फर्किने हुन्छ। अनि अर्कोलाई चाहिँ हान्नु पर्दैन रहेछ, ल यो बोर्ड चाहिँ नेपालीहरूले छोड्नु हुँदैन है भनेर होइन। अनि हामी गएको बेला नि त्यही दाइहरू त्यहाँको साथीहरूले भन्थ्यो कि ल तिमीहरू चाहिँ नेपालीहरूको हुने हो, छोड्नु हुँदैन भन्थे। त्यस्तै छ, नेपालीहरू चाहिँ धेरै छन्, म्याक्सिमम् नेपाली। 100जना गयो भने लगभग 40जना चाहिँ नेपाली भेटिन्छ। अनि अर्को यो भने मोबाइलहरू युज गर्न पाइँदैन नि त। अनि घरमा कसरी कन्ट्याक्ट गर्ने भन्दा पनि त्यहाँको नेपालीहरू चाहिँ त्यहाँको चाहिँ अहिले राम्रो पोस्टहरूमा पनि पुगिसक्नु भएको छ क्या। टप लेभलको पोस्टहरूमा पनि धेरै छन् होइन। अनि दाइहरूलाई चाहिँ भेटिन्छ, कहीँ गयो भेटिन्छ होइन, नेपाली हो भने चाहिँ। अनि हो भनेपछि अनि दाइ यसो घरमा कल गर्नुपर्छ, यसो म्यासेज गर्नुपर्छ, अनि मोबाइल दिनुहुन्छ होइन। अनि यसो म्यासेज छोडिदियो, यस्तो गरिरहेको छ यता ठिक छ, यस्तो भइरहेको छ, अनि 2-3 लाइनको म्यासेज छोडिदियो ढुक्क। अनि इन्टरभ्यूहरूको लागि पनि इजी छ। पहिला दाइहरू हुँदाखेरि चाहिँ अब इन्टरभ्यू म नेपालीमा दिन्छु, आफ्नै मदर टङमा दिन्छु भने पनि पाउँछ होइन। अनि पहिला दाइहरू धेरै नेपालीहरू थिएन, नेपाली खोज्न त टाइम लगाउनु पऱ्यो नि त। अहिले चाहिँ मलाई नेपालीमा इन्टरभ्यू दिन्छु भने 2-3 घन्टामै खोजेर नेपाली राखिदिन्छ क्या। अनि ट्रान्सलेट गरेर इन्टरभ्यू दिने, त्यस्तो छ। भनेपछि तिम्रो फाइनलमा चाहिँ तिमीले त्यहाँनिर सेलेक्सन भएन? मेरो यस्तो थियो, मेरो सेलेक्सन भएन, तर यो अनलक्की भनौँ होइन। तर मैले गर्नुपर्ने त्यो हुन्छ नि त्यो मेडिकल भन्यो जुन फिजिकलमा चाहिँ हाम्रो 30जना ग्रुप थियो, 30जनाको ग्रुपबाट चाहिँ सेलेक्ट गर्छ। अर्को 30जना त्यस्तै ग्रुप हुन्छ। मेरो 30जना ग्रुपमा चाहिँ फिजिकलमा त्यो बिप टेस्ट भन्ने हुन्छ, मेरो लेभल 12 थियो होइन। अनि पुलअपमा पनि मेरो हाई थियो, अरूले चाहिँ 8-9 हानेको थियो, मेरो चाहिँ 15 कति हानेको थियो होइन। अनि सबै राम्रो थियो, मेडिकलमा राम्रो थियो। अब बाई चान्स केमा फाल्यो मलाई पनि थाहा छैन।
तर नाम निस्केन। कुनै रिजन दिँदैन नाम ननिस्किँदाखेरि। निस्किँदैन। कस्तो हुन्छ भने त्यहाँको चाहिँ अब केही सर्टेन कुराहरू तपाईँले पुरा गर्नु भएन भने चाहिँ 3 महिना 6 महिनापछि आइज 1 वर्षपछि आइज भन्छ होइन। तपाईँ अब केही सबै पर्फेक्ट छ तब फ्याल्यो भने चाहिँ नो चान्स, तपाईँ लाइफ टाइम चाहिँ जानु पाउनु भएन क्या। अब मेरो चाहिँ लाइफ टाइमको लागि जान नपाउने तरिकाले चाहिँ फालिदिएको थियो क्या, त्यस्तो हुन्छ। तपाईँ फाइनलमा गएर फालिदियो भने चाहिँ लगभग 99% को चाहिँ लाइफ टाइम आउनै नपाउने तरिकाले चाहिँ फालिन्छ। अब तपाईँ हेल्थ इस्युले फालेको छ भने चाहिँ ल यो ठिक गर आइजी भन्छ, अथवा तपाईँ केमा फ्यालिनु भयो, अब एक्जामिनेसनहरूमा फ्यालिनु भयो, इन्टरभ्यूहरूमा फ्यालिनु भयो भने चाहिँ नेक्स्ट टाइम आइजी भन्ने पठाउँछ। तर फाइनलमा गएर तपाईँ फ्यालिनु भयो भने चाहिँ नो चान्स, त्यस्तो हुन्छ। हजुर तिम्रो त्यो ट्रेनिङ क्याम्पमा चाहिँ दिनचर्या कस्तो हुन्थ्यो त? लाइक के गराउँथ्यो क्या तिमीलाई? हुन्छ नि ल फिजिकल टेस्टहरू त भयो होइन, तर अब जस्तै दिनभरि एउटै कोठामा बसिराख्ने भन्यो नि तिमीले, लाइक अरू कसरी बित्यो त त्यो तिम्रो दिनहरू क्या? हजुर त्यो स्टेप अनुसार हुन्छ होइन। त्यो म चाहिँ पेरिसमा गएको थिएँ, पेरिसमा चाहिँ सेलेक्सनको लागि गएको थिएँ। त्यहाँबाट चाहिँ त्यो मैले मेडिकल दिएँ, अनि फिजिकल टेस्टहरू दिएँ, गरेर चाहिँ इन्टरभ्यू लास्ट फाइनलको चाहिँ आबुगानी भन्ने ठाउँमा हुन्छ। अनि अल ओभर फ्रान्समा चाहिँ जो सेलेक्सनको लागि गर्छन् नि त्यो चाहिँ आबुगानी आउँछन् सबैजना क्या। लास्ट धेरै क्याम्प हुन्छ त्यहाँ चाहिँ। अब ग्रुप म 30जना ग्रुप, अर्को 30जना ग्रुप, त्यहाँ जति सेलेक्ट भएको छ नि आउँछन्, एउटै ग्रुपमा राख्छ मिक्समास गरेर। अनि तिनीहरूले चाहिँ अब रुटिन तिनीहरू काम हुन्छ नि त आर्मी क्याम्पभित्र, अब सफा गर्ने हुन्छ, किचनमा अब भाँडा मोल्ने हुन्छ, किचन सफा गर्ने हुन्छ, बाथरुम क्लिन गर्ने हुन्छ, हरेक कुराहरू हुन्छ नि त। अनि सिनियरको घर सफा गर्ने हुन्छ होइन। अनि त्यस्तै हुन्छ। अनि कस्तो गर्छ भन्दाखेरि नाम बोलाउँछ, अनि त्यहाँबाट लैजान्छ, कोहीलाई चाहिँ टोइलेट क्लिन गर्न लैजान्छ, अनि कोहीलाई चाहिँ कसै त्यो क्याम्पहरू क्लिन गर्न लैजान्छ, कसैले त्यो आफ्नो बसेको इन्भाइरोमेन्टमा फोहोरहरू हुन्छ त्यो सफा गर्न लगाउँछ, कसैलाई भाँडा मान्नलाई, कोहीलाई किचनलाई होइन, डिपार्टमेन्ट अनुसार हुन्छ। अनि त्यहाँ गएपछि एउटा के भने तपाईँ म चाहिँ विकल भयो नि, तब मलाई विकल भन्ने कसैले चिन्दैन। तपाईँ त्यो गेटमा जब फर्स्ट इन्ट्री लिनुहुन्छ तिनीहरूले नाम चेन्ज गरिदिन्छ क्या। त्यही भएर मेरो एउटा नेपाली दाइले चाहिँ कुसुन्दा नाम राखिदिनु भएको थियो होइन, कुसुन्दा दिपक राखिदिनु भएको थियो। अनि त्यहाँबाट सब हाँस्थेँ, अनि बोलाउँथ्यो कुसुन्दा भन्थ्यो, अनि यास केप्रोल सेप भने होइन। अनि जाएँ, अनि ल योसँग जा अब किचनमा भन्ने हुन्थ्यो। अनि खाना चाहिँ त्यहाँ चाहिँ कस्तो दिन्छ भने तपाईँलाई चाहिँ एउटा पोर्सन दिन्छ, त्यो पोर्सनभन्दा बढी दिँदैन क्या। सबैले आफ्नो पोर्सन हुन्छ। अब नेपालीहरूलाई कोहीलाई त त्यो पोर्सनले पुग्दैन नि त। अनि म किचनमा परेको दिन चाहिँ म खाना ल्याइदिन्थेँ होइन, केटाहरू खुसी हुन्थ्यो। अनि म किचनमा पऱ्यो भनेदेखि उनीहरूलाई तस्या आउँथ्यो, आज कुसुन्दा चाहिँ किचनमा छ अरे खाना आउँछ, मजाले खाना पाइन्छ भनेर क्या। त्यस्तो रमाइलो हुन्थ्यो। हजुर खाना फ्यालिदिन्थ्यो, अनि ट्याक्क म चाहिँ प्लास्टिकको हुँदैन त्यो हाम्रो यो 4 फ्याली प्लास्टिक, त्यसमा सब खाना हालेर म पुरै त्यो बोकेर ल्याइदिन्थेँ खानाको। अनि भएभरको सबजना आउँथेँ क्याम्पमा, अनि सब खान्थेँ, रमाइलो गर्थेँ। ओके इन्ट्रेस्टिङ इन्भाइरोमेन्ट राम्रो। त्यहाँ चाहिँ नेपालीहरूको लागि जस रेस्टुरेन्ट चाहिँ छुट्टी छ क्या। त्यो माथिबाट हेर्नेले पनि अब साथीहरूले पनि नेपालीहरू जोसँग घुलमिल हुन्छ नि त। अनि जे छ बाढीचुडी खाने यताउति गरिदिने छ भने दिने खालको। अनि मसँग चाहिँ एउटा कोलम्बियन र एउटा फ्रेन्च चाहिँ जतिखेर मिल्ने क्या। मैले जतिखेर तिनीहरूलाई कफी किन्दै गर्थेँ होइन। अनि मलाई अलिकति के पर्ने बित्तिकै मेरो सपोर्टमा आइहाल्थ्यो क्या तिनीहरू चाहिँ। रमाइलो हुन्थ्यो। हजुर अरू कुनै रमाइलो क्षण त्यहाँ भएको बेलाको? एउटा रमाइलो छेड भन, त्यो एउटा रमाइलो नै हो तर गाह्रो छेड कस्तो हुन्थ्यो, एउटा ब्राजिलियन र एउटा फ्रेन्च फ्राइड गरेछन् होइन। अनि राति बजेको थियो, राति जहिले नुहाउनुपर्छ क्या, सुत्नुभन्दा अगाडि नुहाएर चाहिँ आफ्नो त्यो बेडहरू मिलाएर ट्याक्क राख्नुपर्छ। अनि त्यहाँको एउटा क्याप्टलहरू आएर चाहिँ कस्तो के छ भनेर चाहिँ हेर्छ होइन। अनि ट्याक्क आयो, अनि सबै हेऱ्यो, ल ठिक छ सुत भन्यो होइन। अनि राति 2जना फाइट गरेछन्, अनि क्याप्टलले थाहा पाएछ। अनि यस्तो हेरेर त भुइँभरि ब्लड होइन। अनि साइरन बज्यो क्या, त्यो साइरन बज्ने बित्तिकै जहाँ जे भए पनि त्यो हाम्रो एउटा मिटअप पोइन्ट हुन्छ, त्यहाँ चाहिँ भेट्नै पर्छ क्या। अनि राति 11 बजीतिर साइरन बज्यो। अनि के हो भने त सब केटा सुत्न त्यही ड्रेसमा पुगेँ त्यो मिटअप पोइन्टमा। अनि के भने क्याप्टलले पुरै ठुल्ठुलो स्वरमा के भन, अब फ्रेन्चमा भन्यो, हामीले राम्रोसँग नबुझ्ने होइन। अनि झगडाको बारेमा को झगडा गरे यताउति भनेर अनि 2जनालाई चाहिँ समात्यो। अनि तिनीहरूलाई चाहिँ भोलिपल्ट फर्काइदियो। अनि हामीलाई चाहिँ पनिसमेन्टको रूपमा चाहिँ हामीलाई 12-1 बजीसम्म त्यो चिसो थियो म जाँदाखेरि चाहिँ होइन, त्यतिकै उभिएर राख्यो। अनि सबले टावल बेरेको थिएँ सुत्ने बेलामा होइन, टावल बेरेर आइज भनेको थिएँ, सुत्ने बेला टावल बेरेको थिएँ। अनि पुसअप गर्न लाग्यो 55चोटि। अनि कोहीको टावल खस्किने, कोही के खस्ने, हाँस्दा अनि फेरि त्यो फायर भएर कराउँछ होइन। अनि त्यस्तै भयो। अनि भोलि बिहान तिमीहरू 4 बजी आएर चाहिँ यहाँ लाइन बस। अनि त्यहाँबाट त्यो हाम्रो ड्रेस त नर्मल दिन्थ्यो, त्यस्तो ज्याकेटहरू केही पनि दिन्थेन नि त। अनि 4 बजी उठाएर बिहान 7 बजीसम्म चिसोमा उभिरहेको थियो। त्यही हो सबै अलिकति गाह्रो पनि, एकदम अलिकति रमाइलो पनि त्यस्तै लाग्यो। त्यसको 3 दिनपछि मलाई लास्ट गाह्रो भयो। अनि तिनीहरूको त्यो जुन हुन्छ सेलेक्सन भएको मान्छेहरूको, तिनीहरू बिहान 5 बजीदेखि उठेर त्यो ल्याङ्ग्वेज पढ्न थाल्थ्यो क्या। त्यो आर्मीहरूको तिनीहरूको नेसनल एन्थमहरू हुन्छ नि,
कण्ठ गर्न सुरु गरिहाल्थ्यो क्या। सेलेक्सन भएको दिनदेखिबाट ल्याङ्ग्वेजहरू पढाउन यताउति गनहरूको बारेमा हल्का हल्का सिकाउँथ्यो। अनि त्यो पछि चाहिँ अर्को ठाउँमा जान्थ्यो ट्रेनिङ गर्नको लागि चाहिँ। अनि म फाल्नेपछि चाहिँ अब कहाँ जाने, पोर्चुगल जाने कि अब यता आउने भन्ने सोचेको थिएँ। होइन पोर्चुगल भन्दा चाहिँ यति आउँछु भनेर चाहिँ ल भिसा प्रोसेस गर भाइलाई भने। अनि त्यहाँबाट भएर लगभग त्यो माल्टा गएपछि लगभग 1 महिनापछि म यता आइहालेँ। भनेपछि तिमी माल्टा यो कोभिड पछाडि नै गएको थियौ? हजुर कोभिड पछाडि कति ट्याक्क हजुर। माल्टा त सेन्जेन कन्ट्री नै हो नि त है? हजुर सेन्जेन कन्ट्री हजुर। यताउता ट्राभल गर्न सजिलो भयो होइन? हजुर घुम्न चाहिँ ठिक छ। अब घुम्नलाई चाहिँ भिसा लाउनु परेन। सेन्जेन कन्ट्री लगभग कति 27-28 कतिवटा छ। मजाले घुम्यो काम गर्यो, गर्न चाहिँ रमाइलो छ, लाइफ चाहिँ राम्रै छ। ठिक छ जे होस्, अब फ्रेन्च आर्मीमा नभए पनि तिमी अहिले यहाँ छौ, राम्रै छ होइन। तर त्यहाँदेखि यहाँको जर्नी चाहिँ कस्तो भयो त तिम्रो? जस्तै माल्टा टु न्युजिल्यान्ड, अथवा तिमी फ्रेन्च आर्मीमा फ्रान्समा थियौ नि त, त्यसपछि तिमी रिटर्न ब्याक भयो माल्टा। त्यसपछि त्यति बेला तिम्रो एउटा डिसिजन पोइन्ट थियो कि अब कि पोर्चुगल जान्छु कि अरू अप्सनहरू आए बेलामा यहाँ न्युजिल्यान्ड, यहाँ भाइले तिमीलाई बोलाएपछि तिमीले यता सोच्यौ। त्यो बेलाको प्रोसेस कस्तो थियो त्यसको बारेमा कुरा गर नि त। हजुर न्युजिल्यान्डको चाहिँ मेरो एउटा रिस्क थियो होइन। अब पोर्चुगल गएको भए त मेरो कार्ड बन्द थियो, त्यतिखेर त बनिरहेको थियो नि 2 वर्षकोमा। अनि म यहाँ आएको भए चाहिँ म मार्चमा आएको नि त। अनि स्टुडेन्टमा चेन्ज गर्नुभएको थियो। बाई चान्स भिसा लागेन भने ब्याक टु नेपाली हुनुपर्ने थियो होइन। त्यत्रो लगानी गरेर माल्टा गएको छ, फेरि लास्टमा ब्याक टु नेपाल भन्दा राम्रो पनि भएन नि त। त्यो एउटा लाइफमा चाहिँ एउटा राम्रो मुभ पनि राम्रो थियो, तर पनि एउटा रिस्क पनि थियो। बाई चान्स मेरो भिसा नलागेको भए ब्याक टु नेपाल हुँदै फेरि जिरोबाट स्टार्ट गर्नुपर्को थियो होइन। अब त्यो रिस्क लिएर आइयो। अनि आएर भिसामा आएको। अनि कति एउटा फेब्रुअरी इन्टेक थियो 2024 को। अनि एउटा चाहिँ 23 नोभेम्बरै कति इन्टेक थियो। अनि त्यो इन्टेकको लागि ट्राई गर्दै भिसा रिजेक्ट भयो फर्स्टचोटि। अनि ल सकियो नि त होइन। ल फेरि जिरोमै पुगिनु भनेर तनाव पनि भएको थियो हल्का। अनि सेकेन्ड टाइम फेरि एप्लाई गरेँ फेब्रुअरीको लागि। त्यतिखेर चाहिँ भिसा आयो। तिमी मान्छे भिजिटर भिसामा न्युजिल्यान्ड आयो, त्यसपछि तिमीले स्टडीको पाथवे खोज्यौ होइन? हजुर अनि स्टडी गर्नुभन्दा अगाडि पनि अब वर्किङमा जाने भन्ने कुरा चलिरहेको थियो। अनि त्यहाँबाट वर्किङमा एउटा रेस्टुरेन्टमा गएको थिएँ, सपोर्ट गर्छु भनेर एज अ सेफको लागि। अनि त्यहाँ गर्न सकिनँ। अनि त्यो पछि पढ्छु भने फेरि एउटा फार्मबाट अफर आएको थियो। अनि फार्ममा गएँ। फार्ममा पनि अब भाइले चाहिँ अब पछि के हुन्छ पिआर होला चाहिँ राम्रो खालको चाहिँ पढ्यो भने के हुनसक्छ पछि पनि। अब रुलहरू चेन्ज भयो भने गाह्रो हुन्छ भन्ने तरिकाले चाहिँ पाएको काम पनि छोडेर चाहिँ फार्ममा पाएको थिएँ। अनि छोडेर चाहिँ पढ्नलाई भिसा एप्लाई गरेको। रिजेक्ट भयो फर्स्ट टाइम त होइन। ल खत्तमै भयो नि त, यता काम पाएको पनि छोडिदियो, माल्टा पनि गयो होइन। सक्यो जस्तो लाग्थ्यो। अनि त्यही पनि अब आएकोचोटि गर्दा फेरि आउँछ भनेर फेरि सेकेन्ड टाइम गरेँ। अनि त्यतिखेर चाहिँ आएर अनि बल्ल चाहिँ अब मेरो स्टडी जर्नी चाहिँ स्टार्ट भएको स्टुडेन्ट लाइफ। जस तिमी यहाँ न्युजिल्यान्ड आएको बेलामा त मलाई पनि याद छ, म पनि गएको थिएँ तिमीलाई लिनको लागि होइन। तिम्रो त्यहाँ फ्लाइटमा पनि एउटा इन्ट्रेस्टिङ कुरा भएको थियो क्या, त्यसको बारे हल्का भन त। तिम्रो फ्लाइट मिस भएको थियो कि के पो त्यस्तै केही छ है? खास के भन्दाखेरि माल्टाबाट चाहिँ म गएको भर्खर 6-7 महिना त्यस्तै भएको थियो नि त, बिदा नदिने। अनि मैले चाहिँ माल्टाबाट चाहिँ मेरो घरमा चाहिँ अब फ्यामिली मेम्बर चाहिँ एकदम बिरामी हुन्छ, भेट्न जानै पर्छ भन्ने तरिकाले चाहिँ इमर्जेन्सी सिक हानेर आएको होइन। अनि मैले सबै रुमसुम सबै सबैलाई चाहिँ ल जान्छु म यस्तो भने भनिसकेको थिएँ। अनि ल जाने भनेर म सुई आएँ। एयरपोर्टमा आउँदाखेरि चाहिँ मलाई चाहिँ फर्काइदिएर क्या, प्लेन चढ्नै नदिने क्या। के भयो भन्छु, अब अस्ट्रेलियाको फ्लाइट थियो मेरो होइन। ट्रान्जिट अस्ट्रेलियाको ट्रान्जिट थियो। मलाई थाहा थिएन अस्ट्रेलियाको ट्रान्जिट भिसा चाहिन्छ भन्ने। अनि अब फेरि त्यहाँ देख्यो भने त आज मेरो फ्लाइट छ भनिसकेको छ कम्पनीमा पनि। जुन मेरो होटल र म बस्ने रुम नजिक थियो क्या। अब त्यो साइड देख्यो भने चाहिँ फेरि मारिहाल्छ होइन, आज फ्लाइट छैन झोला बोकेर आएको छ होइन। अनि फेरि त्यहाँबाट फर्काइदियो, तनाव भयो। अनि फेरि म साथीमा गएर बसेँ। अनि फेरि 1-2 दिनपछि फेरि अर्को फ्लाइट बुक गरेर यता सिङ्गापुरबाट आएको। अलिकति त्यो थाहा भएन रुल्सहरू के छ कस्तो छ। अनि म ट्रान्जिट भिसा हो भने त मलाई फर्स्ट टाइम थाहा भएको थियो। नत्र अब एउटा कुनै कन्ट्रीको भिसा छ भने त जान पाइन्छ होला। अब हुन्छ नि त हाम्रो धेरै ठाउँमा ट्रान्जिट त्यस्तो चाहिँदैन होला सोचेर ट्याक्कै काटिहालेको। यो कतार दुबईमा यो इमिरेट्स काट्यो, इमिरेट्सको त दुबईमा यसरी यो अस्ट्रेलियामा भन्ने चाहिँ ट्रान्जिट। अनि चढ्नै दिएन नि। त्यही त है। त्यहीबाट त्यो मलाई पनि थाहा थिएन पहिले जस्ट ट्रान्जिट भिजा चाहिने कि होइन। हामी त जस्ट एयरपोर्टमा आउने हो भन्ने सोचिन्छ नि त सुरुमा त। मैले त्यही भनेको, म बाहिर निस्किदिनँ होइन, किन जाने भने एकछिन त उनी पऱ्यो भने त चर्किने भयो नि त। म अस्ट्रेलिया जाने होइन, न्युजिल्यान्डको भिसा छ। म त्यहाँ त जस्ट प्लेन फेर्ने पनि होइन क्या। त्यही प्लेन चाहिँ 2 घन्टा चाहिँ मेलबर्न हो कि सिडनीमा चाहिँ 2 घन्टा बस्ने। अनि त्यही प्लेन आउनु रहेछ। म 3 त्यस्तो भनेको, त्यसले पनि टाइम लगाएँ। यहाँबाट दुबई फोन गर्थेँ, दुबईबाट कता फोन गर्न मिल्दो रहेछ नि तिनीहरूको। लास्टमा फाइनलमा मिल्दैन भनेर मलाई फर्काइदियो। ठिक छ, जे जस्तो भयो नि तिमी फाइनली यहाँ आएर
यहाँ आइसकेपछि तिम्रो अरू कुराहरू पनि भइहाल्यो होइन। त्यही त तिमी न्युजिल्यान्ड आइसकेपछि अब तिमी त भिजिट भिसामा थियौ, तिमी काम गर्न नि मिल्दैन थियो नि त। त्यो बेलाको समय तिम्रो कस्तो थियो? अब त्यो बेलाको समय चाहिँ अब आफूले प्रिपेयर गर्ने पिटी दिनु पऱ्यो, अब स्टुडेन्टको लागि रेडी हुनु पऱ्यो, अब डकुमेन्टहरू रेडी गर्नु पऱ्यो होइन। त्यो थिँदै थियो। त्यसपछि अब त्यस्तो प्रेसर त के भन्थ्यो, धेरै सोचेको थिएन। इजी भिसा इजिली दिन्छ होला भनेर अब चिलमै बसेको थिएँ, घुम्ने हिँड्ने रमाइलो। अब साथीभाइहरू, भाइले चिनेको सबै दाइहरू साथीहरू थियो नि त, चाँडै सर्कल पनि बनिगयो। चिलमै बितिरहेको थियो, घुम्न जाने यताउति जाने। जब चाहिँ भिसा रिजेक्ट भयो त्योपछि चाहिँ तनाव भएको थियो 2-3 महिना चाहिँ। 2-3 महिना होइन, 1 महिना जति भनौँ न। भिसा रिजेक्ट भएपछि त फेरि जिरोबाट स्टार्ट गर्नु पऱ्यो। स्टुडेन्ट भिसा एप्लाई गरेको थियो होइन? हजुर, यस्तो हुँदो रहेछ। फेरि अब तपाईँ लयरबाट पनि धेरै कुराहरू हुँदो रहेछ होइन। अब मैले चिनेको चाहिँ 2-3 जना थिएँ होइन। उनीहरूलाई चाहिँ के भन्यो भने तेरो भिसा आउँदैन, नेपाल जा भन्ने कुरा। नेपाल भिसा आउँदैन, नेपाल जा अथवा अरू कोर्समा पढ यताउति भन्दो रहेछ होइन। तब हामीले इमिग्रेन्ट हिसाबले चाहिँ के सोच्नु पर्दो रहेछ भन्दाखेरि एउटा भिसा ल्याउने कि नल्याउने चाहिँ एउटा चाहिँ राम्रो त्यो एडभाइजर अब लयरहरूमा नि डिपेन्ड गर्दो रहेछ क्या। अब मेरो लयरले चाहिँ के भन्दै थियो भने मेरो 8-9 वर्ष ग्याप थियो नि त। अब स्टुडेन्टमा जान लागिरहेको छ, अब भिसा दिन रिजेक्ट भयो भने तनाव हुन्छ। त्योभन्दा बेटर चाहिँ त एउटा सर्ट कोर्स गर, त्यो भिजिटर भिसामै गर्न मिल्छ। म हेल्थ केयर पढेको नि त, लेभल 3 टाइपको चाहिँ सर्ट कोर्स थियो। अनि त्यहाँबाट चाहिँ अनि गर, अनि यो गरेपछि हामीलाई त्यो भिसा एप्लाई गर्नको लागि रिजन पनि दिनु एकदम इजी हुन्छ भन्ने कुरा गर्यो। मैले त्यो कोर्स गरेँ, अनि ट्याक्क लाएर एप्लाई गरेँ, अनि रिजेक्ट भयो फेर। अनि उसले लयरले भन्यो कि आत्तिनु पर्दैन, टक्क अर्को चाहिँ यो डकुमेन्ट नपुगेर हालेपछि आउँछ, 100% आउँछ, तात्तिनु पर्दैन भन्यो। अनि जुन रिजनले चाहिँ रिजेक्ट भएको थियो नि, त्यसलाई चाहिँ अब त्यही रिजनको अलिकति स्ट्रङ डकुमेन्ट बनाएर चाहिँ हाल्यौँ। अनि अर्कोचोटि चाहिँ भिसा आयो। त्यस भिजिट भिसामा आएर अर्को भिसामा कन्भर्ट गर्न त्यति सहज छैन नि त। एउटा टाइममा त लाइक अलिकति सहज बनाएको थियो भिजिटर भिसा। अनि धेरैजनाले चाहिँ के सोच्यो भने त्यहाँ जाने अनि अर्को भिसामा चेन्ज गर्ने खालको लहर चलिरहेको थियो नि त। अब कतिको भयो कतिको भएन। त्यही त होइन, यो हुने नहुने आफ्नो लकमा पनि होला, तर डिपेन्ड पनि आफ्नो चाहिँ लयरमा पर्दो रहेछ है। किन भन्दा मेरो साथीहरूलाई त अब एप्लाई पनि गर्दैन क्या। 2-3 जनालाई तेरो भिसा लाग्दैन नेपालले जा भनेर पठाइदियो क्या। त्यो त गर्ने होइन, उसको लागि हेर्नु न यहाँको मान्छे अलिक फ्युचरै अलिक ड्यामेज भयो नि त। 100% लाग्थ्यो। मेरो त 8-9 इयर्सको चाहिँ ग्याप थियो। त्यो साथीहरूको जम्मा अब ग्याप पनि थिएन क्या। 2 इयर्सको थियो एकजनाको, एउटाको जम्मा ग्याप पनि थिएन क्या। अनि उसले चाहिँ अब राम्रो लयर परेन, अब के भयो तेरो भिसा लाग्दैन यताउति लाग्दैन भनेर नेपाली पठाइदियो, एप्लाई पनि गरेन होइन। अनि अर्को साथीको चाहिँ हेल्थ केयरै पढ्छु भन्दा फेरि होइन, हेल्थ केयर किन पढ्नु पऱ्यो, त्यहाँ अब भिसा लाग्दैन हेल्थ केयरको, त नेपालमा यस्तो यस्तो पढे मान्छे हुन्छ नि। उसले चाहिँ के कमर्स हो के पढाइ रहेछ, अनि साइन्स पनि पढाइ होइन, बायो पढाइ होइन, कहाँतिरमा भिसा लाग्दैन, त चाहिँ अब अर्कै सब्जेक्ट पढ भनेर चाहिँ उसलाई चाहिँ अर्कै सब्जेक्टमा लगाइदियो। अनि उसलाई भन्यो उसले हेल्थ केयरै पढ्न लाग्थ्यो, राम्रो लयर भएको भए त हेल्थ केयरै राम्रो छ, भिसा आउँछ भनेर राम्रोसँग गरेको भए त त्यसमै भिसा आउँथ्यो, राम्रो उसको फ्युचर अलिकति अगाडि बढ्थ्यो नि त। अब उसले चाहिँ अर्कै सब्जेक्टमा लाग्थ्यो, आफ्नो अर्को सब्जेक्टमा न पाथवे छ न त्यही 2 वर्षको ओपन वर्क भिसा छ, त्यति मात्र हो नि त। त्यही भएर यो चाहिँ सबै कुराहरू चाहिँ राम्रो लयरकोमा अलिकति बाहिर आइसकेको मान्छेहरूले चाहिँ अलिकति राम्रोसँग बुझेर फुल इन्फर्मेसन लिएर चाहिँ गर्नुपर्छ क्या। त्यो अरूको गफमा अरूको उसमा भरमा गऱ्यो भने आफ्नो लाइफ पनि ड्यामेज हुने चान्स हुन्छ क्या धेरैको जस्तो। त्यही भएर चाहिँ फुल इन्फर्मेसन लिएर राम्रो लयरकोमा गएर चाहिँ पैसाको बरु $1-2 जान्छ, तर राम्रो लयरै हायर गरेर चाहिँ गर्नु जस्तो लाग्छ मलाई चाहिँ। त्यो त हो नि, त्यस्तो नगरेको भए त तिमीलाई पनि त एकचोटि अब रिजेक्ट भइसकेपछि त तिमीलाई पनि अब आफ्नो लाइफमा अब कता अगाडि बढ्ने कसरी बढ्ने भइरहेको थियो नि त होइन। अनि मेरो नि फेरि एउटा लयरबाट रिजेक्ट गरेको हो नि त। अनि उसले चाहिँ अझै हुन्छ नि, अब चाहिँ अब अर्कोचोटि एप्लाई नगरौँ होला, यताउति नगरौँ होला, यस्तो यस्तो हुन्छ नि, त्यस्तो कुरा गर्न सकिसकेको थियो होइन। अनि भाइले चाहिँ अब तपाईँले चिनाएको लयरले चाहिँ ल यस्तो यस्तो हुन्छ नि उसँग कुरा गरेको। अनि उसले चाहिँ भनिहाल्यो कि आत्तिनु पर्दैन, यताउति गर्नुपर्ने, भिसा म निकाल्छु विकल्पको, केमा रिजेक्ट भएको डकुमेन्ट मगायो, अनि टकटक गरेर चाहिँ गरिदिइहाल्यो, भिसा आइगयो। धेरै कुराहरू चाहिँ लयरहरू पनि डिपेन्ड गर्छ। त्यही भएर चाहिँ एकदम राम्रो खालको लयर चाहिँ लगाउनुपर्छ। ठिक छ, तिम्रो केसमा जे भयो राम्रो भयो होइन। हजुर, जे भयो राम्रो भयो नि त। एकदम राम्रो भयो। ठिक छ भने चाहिँ तिमीले स्टुडेन्ट भिसा चाहिँ तिमीले हेल्थ केयर गिभरको पढाइको बारेमा एप्लाई गरेको थियो होइन? हजुर, डिप्लोमा इन हेल्थ केयर एजिङ एन्ड डिसेबिलिटिज लेभल 5 मा गरेको। हजुर, त्यतिखेर त नेपालीहरू टन्नै थियो हाम्रो कलेजमा, नेपालीहरू 25-30 जना जति थियो होला दाइ। त्यही त है। हजुर, त्यतिखेर चाहिँ भर्खर बोर्डर ओपन भएको थियो नि त। अनि ट्याक्क लगाएर सिजनै चलाएको थियो क्या। सब आफ्नो रिलेटिभ्सहरूलाई चाहिँ ड्याङ भिजिटर भिसामा बोलाउने, अनि काममा लाउनेले त धेरै काम पनि पाएँ, काम पनि गरेँ। त्योपछि स्टुडेन्ट पनि कन्भर्ट गरेँ होइन। अहिले चाहिँ अलिकति भिजिटर भिसा पनि टाइट भएको छ, सबै कुरा टाइट छ नि त। त्यतिखेर चाहिँ धेरै थियो नेपालीहरू भिजिटर भिसामा आएर चाहिँ कन्भर्ट गर्ने चाहिँ हो अथवा स्टुडेन्ट। तिम्रो त्यो पढाइकै कुरा गरौँ होइन, स्टुडेन्ट लाइफ कस्तो लाग्यो त तिमीलाई, कस्तो रह्यो तिम्रो स्टुडेन्ट लाइफ?
मेरो स्टुडेन्ट लाइफ त रमाइलो लाग्यो दाइ। किन भन्दाखेरि मेरो लगभग 8-9 वर्ष कलेज नगएको भएको थियो। अनि ब्याक टु कलेज हुँदाखेरि त रमाइलो लागेको थियो, हल्का डर पनि लागेको थियो। अब हुन्छ नि अब यो बाहिरको अब कस्तो छ कल्चर, के छ, कस्तो स्टडी प्रोसेसहरू के नथाहा भएको कसरी भन्नाले हुन्छ नि त। यो स्टडी इन्भाइरोमेन्ट बुझेको थिएन नि त, कसरी के गर्ने भन्दा हल्का डर पनि लागेको थियो। अनि पछि साथीहरू भेट्यो, सब चिल रमाइलो भयो। तिम्रो कोर्स कति लामो? 1 वर्षको? हजुर, 1 वर्षको 6 महिनाको कोर्स, 3 महिना चाहिँ प्लेसमेन्ट गरेर सकिन्छ। ओके। कोर्स जोइन गरेपछि त सकिन्छ, धेरै टाइम लाग्दैन। जे कुरा पनि स्टार्ट गर्न गाह्रो हो, स्टार्ट गरिसकेपछि त कति छिटो समय बित्छ क्या है। इजी वेले हल्का आफूलाई चाहिँ मेन्टली प्रिपेयर गरेर जे कुरा गर्न पनि डराउनु भएन, फुल पोजिटिभ मोटिभेसन लगाएर अगाडि बढ्नु पऱ्यो, जे कुरा नि हुन चाहन्छ। त्यही त अब नेपालको पढाइ र यहाँ न्युजिल्यान्डको पढाइ त टोटल्ली अलिकति डिफ्रेन्टै छ नि त। यो एसाइनमेन्टहरूदेखि लिएर विभिन्न कुराहरू त्यसले त तनाव गराउँथ्यो। असाइनमेन्ट कसरी गर्ने भन्ने तनाव हुन्थ्यो। फेरि हाम्रो एक्जाम हुन्थ्यो क्या, एक्जाम लाइभ एक्जाम हुन्थ्यो, त्यसमा पासै हुनु पऱ्यो, नत्र फेरि अर्को चान्स पनि फेल भयो भने चाहिँ फेरि भिसा क्यान्सलेसन, अब अर्को प्रोसेसतिर जान्थ्यो नि त। त्यो नि एउटा प्रेसर हुन्थ्यो, पढ्नै पर्छ भन्ने हुन्थ्यो। सुरुमा डर लाग्थ्यो नि त, कलेज जानुभन्दा अगाडि त के हो कस्तो हो। अनि बिस्तारै पढ्दै गएपछि सबै कुरा बुझिदिँदै गयो, त्यस्तो गाह्रो छैन, सबै कुरा इजी। हप्तामा तिमीले कति टाइम चाहिँ कलेज जानु पर्थ्यो? 2 दिन, 1 दिन चाहिँ जम्मा 3-4 घन्टा हुन्थ्यो। अनि त्यतिखेर चाहिँ हाम्रो कलेज पहिलाको रेसियोमा भन्दाखेरि चाहिँ स्टुडेन्टहरू चाहिँ 300-400% चाहिँ इन्क्रिज भएर रहेछ क्या। जम्मा 2टा रुम थियो, पहिला चाहिँ 2टा रुमले चाहिँ धानिरहेको रहेछ क्या। अनि हामी त्यही भिजिटर भिसाको जुन छ नि उसले इस्यु, जुन भिजिटर भिसामा धेरै मान्छेहरू आयो अनि कन्भर्ट गरायो नि, त्यही कलेजमा चाहिँ लगभग 90-100जना स्टुडेन्ट क्या। अनि एक दिन चाहिँ मन्डे, ट्युसडे, वेडनेसडे हुन्थ्यो, अरू चाहिँ वेडनेसडे, थर्सडे, फ्राइडे हुन्थ्यो। वेडनेसडे चाहिँ सब क्लास जुत्थ्यो, अनि एउटा ग्रुपलाई चाहिँ बाहिर पठाइदिन्थ्यो कि एउटा रिजन दिँदै एउटा केही रिसर्च गर भन्दै कता पठाइदिन्थ्यो। अनि दुईवटा ग्रुप चाहिँ कलेजमै हुन्थे, त्यसरी चलाइरहेको थियो। कोही बेला चाहिँ छुट्टी नै दिन्थ्यो, घर गएर असाइनमेन्ट गरेर बस भन्ने, त्यस्तो गराइदिन्थ्यो। भनेपछि तिम्रो 1 वर्षको स्टुडेन्ट भिसा पायो तिमीले, स्टडी पनि कम्प्लिट भयो, त्यसपछि तिमीलाई प्लेसमेन्ट पनि हुन्छ भन्थ्यो है। हजुर। त्यसपछि तिम्रो अब जबको लागि चाहिँ के रहेछ त, के थियो त प्रोसेस? हजुर, मेरो चाहिँ यो सर्ट कोर्स लेभल 5 को थियो। 1 वर्षपछि ओपन वर्क भिसा केही पनि थिएन, त्यो पछि चाहिँ स्पोन्सरसिप खोज्नु पनि खालको थियो। अनि सुरुमा आउँदाखेरि चाहिँ जब अब फर्स्टमा चाहिँ गाह्रो नै भयो, किनभने कसरी अब कहाँ एप्लाई गर्ने, के एप्लाई गर्ने, कसरी गर्ने हुन्छ नि त, कन्फ्युजनमै हुन्छ नि त। अनि टाइम लाग्यो। अनि एउटा कम्पनीले चाहिँ ल तँलाई म हायर गर्छु भनेर चाहिँ ल गर्छु भन्यो। अनि म त्यसकै वेटमा बसेँ 2 महिना जति। अब भइहाल्छ किन खोज्ने भनेर होइन, लास्टमा त्यहाँ भएन। अनि काम खोज्न थालेको त्यो 1 महिनापछि काम पाएँ र स्टार्ट काम गर्न पनि सुरु गरेँ। काम 20 आवर्स काम, अरू दिन पढाइ, असाइनमेन्ट गर्दाखेरि 1 इयर्स फिनिस्ड। तिमीले आफ्नै फिल्डको काम पायौ नि त होइन? हजुर। तिम्रो केयर गिभिङ, डिसेबिलिटी, अनि काम चाहिँ कस्तो लागिरहेछ त तिमीलाई? काम रमाइलो, जब सेटिस्फ्याक्सन कस्तो छ त तिम्रो? अहिलेसम्म त 100% छ। किन भन्दाखेरि क्युबी कल्चरमा काम गर्न चाहिँ एकदम रमाइलो। किनभने म होटेल लाइनबाट आएको नि त, टु मेनी प्रेसर म्यानेजरबाट होइन, सबै कुराहरू हुन्थ्यो। यहाँ त्यति प्रेसर पनि नदिने, आफ्नो काम गर्ने चिल पारामा, ट्याक्क जियो फरवर्ड, ट्याक्क जियो अगाडि ट्याक्क गर्ने, सक्यो। त्यस्तो प्रेसर पनि छैन, केही पनि छैन, काम गरेर आफ्नो काम गरेर हिँड्यो, त्यस्तो छ। रमाइलो लागिरहेको छ जस क्युबी कल्चरमा काम गर्न चाहिँ है। हजुर। जस स्टुडेन्टहरूको लागि चाहिँ अब न्युजिल्यान्डमा सुरुमा काम पाउनलाई चाहिँ अलिकति गाह्रै छ भन्ने छ नि त। तिमीले लाइक इजिली पायो कि अब कस्तो थियो त काम पाउनको लागि हुन्छ नि? त्यतिखेरको टाइम चाहिँ अलिकति हार्ड नै थियो होइन, आजको पनि हार्ड नै छ। काम पाइरहेछन्, पाइन्छ पनि जस्तो लाग्छ मेरो काम छ, जस पाइन्छ होइन? पाइन्छ। हजुर। कस्तो भन्दाखेरि मेरो साथीहरू हेर्नु न, मेरो साथीहरू कलेजमा नेपालीहरू 20-25 जना थियो होला होइन, अरू अल ओभर कलेज गर्दाखेरि 90 भन्दा बढीजना थियो कि होइन। उनीहरूले हाम्रो कलेजमा त अब पोस्ट स्टडी थिएन, सबैलाई सपोर्टहरू चाहिने, जे सपोर्ट नै चाहिन्थ्यो, भिसा सपोर्ट होइन। अनि एक्रिडिटेड कम्पनी खोज्नु पर्थ्यो नि त। त्यो मध्येमा सबैले पायो कि काम, भिसा सपोर्ट सबको भयो क्या दाइ। आजसम्म मैले 1-2 जना चाहिँ अब स्टुडेन्टमा त मैले गएको चाहिँ 1-2 जना भेटेको छु, अनि नेपाल फर्के पनि 1-2 जना भेटेको छु, नत्र 99%ले चाहिँ सबैले चाहिँ काम पाछन् क्या दाइ। अब यो काम चाहिँ अब कसरी खोज्ने, कहाँ गर्ने, आफूमा डिपेन्ड गर्छ होइन। तर काम चाहिँ आजसम्म पनि पाइरहेछ क्या दाइ। अब मैले चाहिँ अब टिकटकहरूतिर, इन्स्टाग्रामहरूतिर चाहिँ अब काम पाइएन, ल 4-5 महिना भयो काम पाइएन छैन भनेर चाहिँ मैले देखिरहेको हुन्छु होइन। अब अकल्यान्ड बेस, अब नर्थ आइल्यान्ड र साउथ आइल्यान्ड डिफ्रेन्स छ नि त होइन। अकल्यान्डमा चाहिँ गाह्रो होला भन्छन् कि अब पपुलेसन बढी, अपर्च्युनिटी बढी, अब फेसिलिटी बढी भन्ने कुरा गर्छन् होला होइन। तर मैले चाहिँ यो क्राइस्टचर्च बेस गर्दाखेरि चाहिँ, मेरो क्राइस्टचर्चमा बेस गर्दाखेरि आजसम्म जुन कमर्सियल नयाँहरू आछन् नि, उनीहरूले पनि 1 महिना 1.5 महिनाभित्र चाहिँ काम गरिरहेछन् क्या। काम फालाफाल छ होइन, फालाफाल होइन, जस काम पाइरहेछ।
जस्तै सपोर्ट अब स्पोन्सरसिप खोज्नको लागि पनि अब भिसा सपोर्टको लागि पनि आजभन्दा 1 महिना अगाडि मेरो भान्जीको कोर्स सकेको, भान्जीको क्लासमा स्टुडेन्टहरू 25जना थिए, लगभग 20जनाले चाहिँ स्पोन्सरसिप पायो क्या, एक्रिडिटेड कम्पनीबाट टोकनै पायो क्या। सिर्फ मेरो भान्जीले पनि टोकन पाएर अहिले मुभ भएन होइन। त्यही भएर चाहिँ आजसम्म मैले जो भेटेको छु होइन, काम पाइरहेछन्, गरिरहेछन्, भिसा सपोर्ट पाइरहेछन् होइन। अब अकल्यान्डतिर अबको नर्थ आइल्यान्डतिरको चाहिँ अब पाएको छैन यताउति भन्छन् होइन। त्यो चाहिँ अलिक मलाई थाहा भएन त्यो। तिम्रो स्ट्राटेजी चाहिँ कस्तो थियो त काम खोज्नको लागि? अनलाइनमा चाहिँ अब लकिली पाइन्छ अनलाइनमा होइन, लिइराखेको पनि हुन्छ। मेरो साथीहरूले पनि लगभग 10-15जनाले चाहिँ अनलाइनबाट, नत्र उनीहरूले काम गरेको ठाउँमा रिफर गरिदिने। जस्तै यहाँ भ्याकेन्सी छैन भने म आइडियामा काम गरेको छु, तर आइडिया त ठुलो कम्पनी। अब जस्तै तपाईँहरू अर्बितामा काम गरिरहनु भएको छ, अब कुनै कम्पनीमा काम गरेर ठुल्ठुलो कम्पनीमा काम गरिरहनु भएको छ भने चाहिँ अब कहाँ भ्याकेन्सी छ तपाईँले त्यहाँ ट्रान्सफर गरिदिन्छ नि त, उनीहरूसँग टोकन पनि फालाफाल हुन्छ होइन। अनि त्यो गरिदिन्छ। अनि सुरुमा काम जोइन गर्दाखेरि, काम खोज्दाखेरि जस्तो छ त्यसमा काम स्टार्ट गरिहाल्ने। तर सबैभन्दा प्रायोरिटीमा चाहिँ ठुलो कम्पनी जोसँग चाहिँ ब्रान्चहरू धेरै छ त्यो कम्पनीमा गएर चाहिँ राम्रो काम गर्नु पऱ्यो, म्यानेजरहरूले इम्प्रेस गर्नु पऱ्यो होइन। अनि जब चाहिँ स्टडी सकिन्छ अनि त्यो पछि चाहिँ ल मलाई टोकन चाहियो, यताउति चाहियो भन्ने कुरा गर्ने। अब इम्प्रेसन राम्रो भएपछि उनीहरूले आफूसँग नभए पनि अर्को ठाउँमा ट्रान्सफर गरिदिन्छ। त्योबाट चाहिँ धेरै हेल्पफुल हुन्छ। हजुर, नेटवर्किङ पनि एउटा एकदमै राम्रो स्ट्राटेजी हो नि त होइन। आएपछि अब हुन्छ नि स्टुडेन्टहरू त घुम्न जाने, अब आफ्नै सर्कल बनाउने, हिँड्ने यताउति होइन कि यहाँ जो दाइहरू अथवा कोही छ फरवर्ड यहाँ आइरहेको 5-6 वर्ष जो बस्यो होइन, आफूभन्दा सिनियरहरूसँग चाहिँ अब के छ कस्तो छ बुझिराख्ने होइन, नेटवर्किङ बढाइराख्ने, कुराहरू गरिराख्ने, अथवा अब कोही कहाँ काम गर्छ भने के छ अवस्था भने बुझिराख्ने। त्यस्तो गऱ्यो भने धेरै इजी हुन्छ क्या। अब कलेज जाने, घर आउने, बस्ने त्यस्तो ताराले चाहिँ अलिक गाह्रो नै हुन्छ होइन। जसको नेटवर्किङबाट पनि धेरै हेल्प हुन्छ। जस प्रोएक्टिभ भएर विभिन्न यस्तो कम्युनिटीमा एक्टिभ हुनु पऱ्यो होइन। मेरो भान्जीको लागि त्यस्तै थियो। अब कहीँ पनि अब खोजिरहेको सब चाहिँ अनलाइन। अब भिजिटर हामी चाहिँ सिभी बाँड्दै गएको थियौँ। अनि एउटा साथीले चाहिँ ल त के अरे नेल्सन जा, त्यहाँ चाहिँ खाली छ भन्ने कुरा गर्यो। अनि त्यहाँ नेल्सन जाने, नेल्सन गर्दाखेरि होइन ब्लेनम पनि जानु पऱ्यो। अब त्यहीँ बाटो नजिक छ, किन हिँड्ने भनेर ब्लेनममा हामी गएको। सिभी बाँड्दै गएको, सिभी बाँडेको लगभग छोडेको 2 घन्टामा फोन आयो क्या, ल इन्टरभ्यूको लागि कहिले रेडी छस्, हामी इन्टरभ्यू लिन्छौँ भन्यो। अनि त्यसको 1-2 दिनमा इन्टरभ्यू भयो, 8-9 दिनमा टोकन आयो, भिसा एप्लाई गरिन्, आयो, मुभ भइन्, इजी। तर त्यही हो, फोकस हुनु पऱ्यो। त्यो आफ्नो लाइन के हो त्यसमा चाहिँ 99% फोकस हुनुभयो। अरू काम भनेपछि बिस्तारै सिटल भएपछि सधैँ नै। सुरुमै अब निरुत्साहित चाहिँ हुनु भएन क्या होइन, जस एप्लाई गर्दै गइराख्ने। अनि त्यही त दाइ, नेपालीहरूको बानी चाहिँ के छ भन्दाखेरि आफ्नो डाटा बेस आफू रिसर्च नगर्ने, टिकटक हेर्ने, इन्स्टाग्राम हेर्ने। ल न्युजिल्यान्डमा त काम पाइँदैन भन्यो, ढुक्कले बस्यो। अब काम पाइँदैन भने चिल पारा हुँदैन नि त। अब कस्तो आफ्नो ग्राउन्ड रुटले नि धेरै, आफ्नो बेसले, आफ्नो ग्राउन्ड रुटले तिमी के गरेर थियो पहिला नेपालमा, त्यसले नि धेरै डिफ्रेन्ट गर्छ नि त काम पाउन नपाउन। नेपालमा चाहिँ कस्तो हुन्छ भने +2 दियो, अब विदेशी जाने हो भनेर एप्लाई गर्यो। अब न कुनै कामको अब एक्सपिरियन्स छ होइन, न के छ। अब त्यतिकै आएर त काम त दिँदैन नि त। अब हाम्रो एउटा ल्याङ्ग्वेज ब्यारियर पनि हुन्छ नि त। मेन त भनेको अब नेपालमा बोल्दा यताउति गरेर हुन्छ, यहाँ आएर क्युबिकल्चरमा ठ्याप्पै 100% घुलमिल पनि हुन सकिँदैन नि त। त्यो पनि एउटा भयो। अनि हाम्रो अब काम गरिरहेको इन्भाइरोमेन्टै हुँदैन। जस स्टुडेन्टबाट डाइरेक्ट यहाँ आउँछ 12 दिएर, नेपालमा कामको एक्सपिरियन्स पनि केही पनि छैन। अनि त्यसले पनि हल्का म्याटर गर्छ नि त। त्यही भएर नि हल्का पाइने चान्स कम हुन्छ, तर काम चाहिँ पाइराखेको हुन्छ। त्यही भएर चाहिँ अरूको पछाडि लागेर होइन कि आफ्नो कति रिसर्च गर्ने होइन, गर्ने के छ कस्तो छ बुझ्ने गऱ्यो भने त भइहाल्छ त। जस्तै कोही नयाँ न्युजिल्यान्ड आउन खोजिराख्नु भएको छ, उहाँहरूको लागि चाहिँ कुन स्किल्स चाहिँ लिएर आउँदाखेरि चाहिँ एकदम अलिकति फाइदाजनक हुनसक्छ जस्तो लाग्छ तिमीलाई? अब स्किल्स त अब मेन भनेको त होटेल लाइनमा धेरै काम पाइन्छ होइन। बारिस्ता भयो, अब सेफ भयो होइन, त्यस्तो काममा चाहिँ धेरै भ्याकेन्सीहरू आइरहेको हुन्छ। किन भन्दाखेरि मान्छेहरू चाहिँ युरोपियनबाट चाहिँ यहाँ चाहिँ वर्क एन्ड होलिडे भन्ने भिसामा आइरहेको हुन्छ नि त। 3 महिना काम गर्छन्, अब अर्को ठाउँमा जान्छ, काम छोडिदिन्छन्, अर्कोमा त्यस्तोमा चाहिँ भ्याकेन्सी खाली। होटल इन्डस्ट्रिजहरू, टुरिज्म इन्डस्ट्रिजहरूमा चाहिँ धेरै भ्याकेन्सी भइरहेको हुन्छ क्या। त्यसमा चाहिँ म्याक्सिमम् चान्सहरू चाहिँ त्यस्तोमा चाहिँ धेरै भ्याकेन्सीहरू आइरहेको हुन्छ। त्यही भएर बारिस्ताहरू सिकेर आउने, अलिकति सेफको लाइनहरू त्यस्तो सिकेर आयो भने चाहिँ धेरै राम्रो। अनि आउँदाखेरि ड्राइभिङ लाइसेन्स चाहिँ मस्ट नेसेसरी भन्छु म। किन भन्दा हेल्थ केयरमा चाहिँ अब म पढेको ठाउँमा तपाईँसँग ड्राइभिङ लाइसेन्स छैन भने 50% जब चाहिँ लस गर्नुहुन्छ क्या। किनभने सपोर्ट वर्करको लागि चाहिँ ड्राइभिङ लाइसेन्स चाहिन्छ होइन। अब केयर गिभरको लागि भने चाहिँ चाहिँदैन। तपाईँसँग लाइसेन्स छैन भने तपाईँले चाहिँ अब 50% मार्केटमा चाहिँ एप्लाई गर्नै मिल्दैन क्या। किनभने उनीहरूले चाहिँ अब लाइसेन्स खोजिहाल्छ होइन। अनि त्यही पनि अर्को ठाउँमा काम पर्नु भने चाहिँ एज अ क्राइसिस बेस भन्नु पर्दाखेरि चाहिँ अब यहाँको चाहिँ अलिकति ट्रान्सपोर्टेसन चाहिँ राम्रो छैन क्या। अब काहीँ कुनै ठाउँमा जानुपर्छ भने 15 मिनट हिँडेर गाडी चढ, फेरि झरेर 15 मिनट त्यहाँ डेस्टिनेसन पुग्यो, त्यस्तो खालको छ।
त्यही भएर गाडी पनि चाहिन्छ, त्यही भएर लाइसेन्स एकदम मोस्ट इम्पोर्टेन्ट। काम पाइहाल्यो भने पनि गाडी चाहिन्छ, त्यही भएर चाहिँ लाइसेन्स ल्याउनु पऱ्यो। अनि त्यहाँबाट आफूलाई चाहिने सामानहरू अब स्किल्सहरू सिक्नु पऱ्यो होइन। फुल प्रिपरेसन भएर आउनु पऱ्यो नेपालबाटै। मेन भने मेन्टल्ली कस्तो हुन्छ भने अब म चाहिँ अब नेपालबाट भिसा एप्लिकेसन एप्लाई गर्दाखेरि चाहिँ त्यहाँ कन्सल्टेन्सीहरूले मान्छेहरूले त तपाईँले हातमा त पिआरै दिएर पठाइदिन्छ नि त होइन। गएर 2 वर्ष पढ अथवा 1 वर्ष पढ 2 वर्ष काम गर पिआर भइहाल्छ, के गर्नुपर्छ भन्ने खालको त्यस्तै मेन्टालिटी बनाएर आउँछन् होइन। यहाँको त्यो इन्भाइरोमेन्ट चाहिँ अर्कै हुन्छ नि त। त्यो पछि चाहिँ अब ल कहाँ आएर फस्यो जस्तो हुन्छ नि त। त्यही भएर अरूले के भन्छ कसो गर्छ भन्ने कुरा होइन कि बरु यहीँ बसिरहेको मान्छेहरूसँग बुझ्ने अनि त्यो राम्रो अर्कै रिसर्च गर्ने त्यो तरिकाले चाहिँ आउनुपर्छ। उनीहरूले भनेको तरिकाले आयो भने चाहिँ उनीहरूले त डाइरेक्ट पिआरए दिए जस्तो तरिकाले पठाइदिन्छ, यस्तो हुन्छ उस्तो हुन्छ भनेर पैसा चाहिएको छ उनीहरूलाई होइन। त्यो भएर चाहिँ उनीहरूले चाहिँ जस आफूलाई चाहिँ आफ्नै थ्रोबाट पठाउँ यस्तो यस्तो भन्ने तरिकाले चाहिँ सजेस्ट गरे हुन्छन्। तर रियालिटी भर्सेस यता चाहिँ भेरी फरक छ नि त। अनि त्यो भएर चाहिँ मेन्टली प्रिपरेसन भएर आउनु पऱ्यो। अनि ब्याकअप प्लान पनि राख्नु पऱ्यो। जस्तै अब 1 वर्षको कोर्स अब 2 वर्ष 1 वर्षको कोर्सपछि काम पाएन भने के गर्ने, त्यो ब्याकअप प्लान छ भने त ए छ भने बी छ भनेर त्यो प्रिपरेसन त्यही मेन्टल्ली प्रिपरेसन भएर आयो भने त अलिकति आतिदिएन मान्छे। अब उसले सोच्छ कि म 1 वर्षको पढाइ हो, 1 वर्षपछि काम पाउँछु अनि 2 वर्षपछि रेसिडेन्सी आउँछु भनेर सोचेर उसले 1 वर्षमा काम पाएन भने होइन, सपोर्ट पाएन भने त अनि फेरि ऊ डिप्रेसनमा जाने कुरा त हुँदैन नि त। त्यही भएर चाहिँ अलिक लामो प्लान, यस्तो म न्युजिल्यान्डमै सेटल हुने हो जसरी दुःख गर्नु पनि रेडी छु भन्ने तरिकाले आयो भने चाहिँ सकिन्छ, सेटल हुनु पनि सकिन्छ, जे गर्न पनि सकिन्छ। त्यही त है। मेरो ओपिनियनमा नि जस एटलिस्ट एउटा सर्टेन प्लान चाहिँ हुनुपर्छ होइन मान्छेसँग। लाइक आफ्नो कोर्सको बारेमा पनि एकदमै रिसर्च गर्ने होइन, त्यो पढिसकेपछि के अपर्च्युनिटी छ होइन बुझ्ने होइन। जस लेभल 5 भएन भने काम पाएन भने लेभल 7मा जान्छु भनेर आयो भने चाहिँ अब काम पाएन भने त लेभल 7 गरेपछि 2 इयर्सको पनि एउटा भिसा छ। अब त्यो एउटा स्टेप भयो नि त। उसले के सोच्छ भने 2 वर्ष काम गरेपछि पिआर आउँछ भनेर लेभल 5 पछि केही सपना नदेखिन आउँछ होइन। अब त्यही मात्र होइन, अरू मान्छेहरूले इजी हो त्यहाँबाट कन्सल्टेन्सीहरूले त राम्रो भनिदिएर हुन्छ यस्तो यस्तो छ भनेर, त्यही मात्र आइरहेको हुन्छ। त्यहीमा त्यो फेल खायो भने के गर्ने भन्ने थाहा हुँदैन। अनि त्यो पछि मान्छेहरू अब आत्तिने, अलिकति डिप्रेसनमा जाने, अलिकति के गर्ने भन्ने खालको हुन्छ नि त। त्यो भएर प्लान ए प्लान बी अलिकति मेन्टल स्ट्रङ पनि हुनु पऱ्यो। अनि अरूको कुरामा लागेर चाहिँ भएन। तपाईँ कस्तो हुन्छ तपाईँको सराउन्डिङ कस्तो पर्सनले चाहिँ घेरेको छ त्यसले पनि धेरै डिपेन्ड गर्छ होइन। त्यही भएर चाहिँ सकेसम्म आफ्नो राम्रो खालको सर्कलहरू बनाउने, त्यसले गर्दा चाहिँ धेरै हेल्पफुल पनि हुन्छ है। तपाईँको सर्कलले पनि धेरै म्याटर गर्छ है त्यो कुरा पनि। जो सुरुमै अलिकति सहज तरिकाले त जहाँ पनि गाह्रै हुन्छ होइन। अब अलिअलि स्ट्रगल त सबै ठाउँमा छँदैछ नि होइन। अब सबै अलि हेर्नु यो के फेसबुकको जमाना छ होइन, रिल्सहरूको यो के अब त्यस्तो अब हुन्छ डिजिटल मार्केट छ सबैतिर होइन। सबै डिजिटल एआई मात्र जस फेसबुकबाट हेरेर इन्स्टाग्राममा हेरेर कसैले यस्तो छ भनेर त्यसको पछि लागेर चाहिँ गर्नु भएन क्या। त्यसको रियालिटी के छ भन्ने खालको आफूले नि बुझ्नु पऱ्यो अनि त्यसरी गर्नु पऱ्यो क्या। अब कसैले चाहिँ ल तपाईँलाई चाहिँ फेसबुकबाट टिकटकबाट चाहिँ न्युजिल्यान्डमा चाहिँ कामै पाउँदैन भने हालेर रहेछ भने उसले पो नपाउन सक्छ त। उसको क्वालिफिकेसन अथवा क्वालिटी केही नभएर उसले नपाउन सक्छ। तर तपाईँसँग त्योभन्दा बेटर क्वालिफिकेसन अथवा क्वालिटी हुनसक्छ नि त होइन। अनि उसको कुरा सुनेर तपाईँ चाहिँ डिमोटिभेटेड भएर आउँदैन, न्युजिल्यान्ड कामै पाउँदैन भने त भएन नि त। त्यही भएर चाहिँ त्यो हल्लाको पछाडि लागेन कि अब रिसर्च गरेर बुझेर चाहिँ लाग्नु पऱ्यो क्या। त्यो मेन चाहिँ त्यो हो। सही हो, एक्ज्याक्टली। सबै नेपालीहरू चाहिँ अब के न्युज आउँछ के उसले एउटा के इन्भाइरोमेन्ट क्रिएट गरिदिन्छ त्यही पछि लाग्छौँ नि त। नेपालमा पनि अहिले त्यस्तै भइरहेछ नि त। अब एउटाले यो भनिदिन्छ त्यही हो भनेर लागिरहेको हुन्छन् तर बुझ्दैनन् होइन। त्यस्तै हो, विदेशमा पनि यस्तो छ भनेर भनिदिरहेको हुन्छन् अनि लागिरहेको हुन्छन्, त्यही भएर पनि बिग्रिन्छ। सो तिमी अहिले चाहिँ एज अ सपोर्ट वर्कर काम गरिरहेछौ, त्यो काममा के छ त च्यालेन्जेस अनि के छ रमाइलो? अब हेल्थ केयर सम्बन्धी काम गरेपछि एज अ सपोर्ट वर्कर होइन, केयर गिभर भन्दा अलिकति डिफ्रेन्ट हुन्छ। किन भन्दा एउटा मान्छेको सपोर्ट गर्ने सब हाम्रै हातमा हुन्छ। उनीहरूको हेल्थको अब मेडिकेसनदेखि लिएर उनीहरूलाई अपोइन्टमेन्टदेखि लिएर उनीहरूको हेल्थको सम्बन्धी सबै आफ्नै हातमा हुन्छ। त्योमा चाहिँ अलिकति त्यस्तो गाह्रो पनि छैन, तर त्यसलाई चाहिँ अलिकति च्यालेन्जेसको रूपमा लिनुपर्छ। बाई मिस्टेक एउटा मेडिकेसन अब मिस्टेकले आर्कै दियो भने अब त्यो मान्छेको लाइफ रिस्कमा पनि पर्न सक्छ नि त। त्यो भएर चाहिँ सपोर्ट वर्करको लाइफ चाहिँ चिल छ भन्छन् होइन, गएर सुत्दिने हो अब के गर्नु पर्दैन भन्ने खालको हुन्छ। तर यो मेन्टली प्रेसर चाहिँ हल्का बढी नै हुन्छ होइन, फिजिकली हुँदैन होला। केयर गिभरमा चाहिँ फिजिकली बढी हुन्छ, मेन्टली हुँदैन। अलिकति अब केयर गिभरमा चाहिँ अलिकति केही हुने बित्तिकै नर्सलाई बोलायो भन्ने हुन्छ होइन। अब सपोर्ट वर्करमा चाहिँ उनीहरूले डेली लाइफ रुटिनहरूदेखि लिएर उनीहरूको गोलहरूदेखि लिएर उनीहरूको अब हेल्थ सम्बन्धी इस्युहरू सबै हामीले ल्याउनुपर्छ नि त। त्यही भएर मेन्टली चाहिँ अलिकति गाह्रो हुन्छ, फिजिकली त्यति गाह्रो हुँदैन। अनि वर्किङ इन्भाइरोमेन्ट पनि कस्तो छ भने म काम गरेको कम्पनीमा चाहिँ अब कम्पनी बेस पनि होला तर एज अ क्युबी कल्चर अनुसारले चाहिँ त्यति धेरै प्रेसर आजसम्म मैले काम गरेकोमा त्यति धेरै प्रेसराइज चाहिँ हुँदैन।
म्यानेजरसँग पनि फ्रेन्डली रूपमा बोल्यो के छ कस्तो छ मलाई चाहियो भने उनीहरूले पनि ट्याक्कै गरिदिइहाल्छ होइन। अब म चाहिँ अब होटल लाइनमा काम गरेको पहिला होइन, म्यानेजरको अन्डरमा थर्काएर कराएर प्रेसर लास्टै हुन्थ्यो नि त। अब यति मिस्टेक हुने बित्तिकै अब पुरै मिटिङ गरेर अब अर्को लेटर आउँथ्यो यति, अब 2 फेर मिस्टेक गरेपछि नि त फायर्ड भन्ने खालको त्यस्तो खालको प्रेसर झेलेर आएको होइन। अब यहाँ त वार्निङ दिएको पनि अब नर्मली दिने क्या, अब मैले सोचै नसक्ने त्यस्तो वार्निङ हो कि के हो हुन्छ नि, गफ गरेर हो कि त्यस्तो खालको क्या। एकदम पोलाइटनेस अब राम्रो खालको कल्चर चाहिँ त्यो मन परिरहेछ, रमाइलो भइरहेछ। तिमीले कतिजनालाई सपोर्ट गर्नुपर्छ? हाम्रो घरमा 6 जना छन्, 6 जनामा 4 जना स्टाफ, त्यही 1 जना 2 जनाले हेर्ने हो। ल ठिक छ भनेपछि काम राम्रै छ होइन। तिम्रो न्युजिल्यान्डको बसाइ चाहिँ तिमीलाई कस्तो लागिरहेछ त? यहाँको मान्छे, यहाँको कल्चर, यहाँको इन्भाइरोमेन्ट? मेरो पर्सनल कुरा गर्नु भन्दा त मलाई त बेस्ट लागिरहेछ है। किन हुन्छ नि, अब मलाई यहाँ आउनुभन्दा पनि पहिले चाहिँ तपाईँहरूले पनि हुन्छ नि त, यहाँको मान्छेहरू चाहिँ राम्रो हुन्छ, हेल्पफुल हुन्छन्, काइन्ड हुन्छन् भन्ने होइन। मेरो माइन्ड मेकअप पनि त्यस्तो लाग्यो कि सबैजना राम्रै हुन्छन् भनेर। अनि जोसँग सङ्गत गरेँ, जो मेरो किवी साथीहरू छन् काममा, रिलेटिभ्सहरू, म्यानेजरहरू होइन, सबै राम्रो छन् क्या, चिल पाराको होइन। अनि बाहिरतिर जाँदाखेरि पनि अब किवीहरू लास्टै हेल्पफुल क्या। अब एक दिन मैले उता मल जाँदाखेरि चप्पल लगाएर गएको थिएँ होइन, चप्पल हल्का फुक्लेर अगाडि पुगेको थिएँ, एउटा किवीले चाहिँ मलाई चप्पल समातेर ल्याइदिरहेको थियो क्या। अनि हामी घुम्न जाँदाखेरि मिलफोर्डसम्म जाँदाखेरि हामी पिछाडि फेर्नु पऱ्यो भने गाडी रोकेको, ल अब रोकेको 3-4 मिनट भएको थियो, ल 5-6 जना गाडी रोक्यो। अब आर यु अलराइट म्यान भन्ने, अब केही हेल्प चाहियो भन्ने, ठिक छस् भन्ने होइन, अब उभिरहेको छ रोडमा भने लिफ्टको लागि रोकिदिने होइन, धेरै काइन्ड क्या। अथवा के गरिरहेको छस् भने धेरै काइन्ड। आजसम्म चाहिँ त्यस्तो 1-2 जना हुन्छन्, अब हुन्छ नि, अब 1-2 जना भन्नाले अब 13% मान्छेहरू हुन्छन् अब त्यस्तो खालको त होइन। तिनीहरूको कुरा नछोडेर अब अल ओभर कुरा गर्दाखेरि चाहिँ मान्छेहरू चाहिँ एकदम काइन्ड, पोलाइट होइन, हेल्पफुल, एकदम पर्फेक्ट छन् जस्तो लाग्छ क्या। एउटा किवीले चाहिँ मलाई चाहिँ हेल्प मागिरहेको थियो, उसको जम्प स्टारबाट चाहिँ गाडी भएन छ होइन, सरी उसको गाडी स्टार्ट भएन छ, अनि जम्प स्टारबाट चाहिँ गर्नु पनि मलाई रोक्यो होइन। अनि मलाई मेरो गाडीमा चाहिँ त्यो अलिकति इलेक्ट्रिक भएर हो कि के हो त्यो जम्प त भेट्दै भेटिन क्या, त्यो जम्प गर्ने कानै भेटिन क्या ब्याट्रीको होइन। अनि ल म घरमा अर्को गाडी छ, म लिएर त्यो स्टार्ट गरिदिन्छु भनेर म घर गएँ होइन। अनि अर्कोचोटि अब फर्केर आउँदाखेरि चाहिँ अर्कैले गरिसकेको रहेछ क्या। अनि त्यसले मलाई के भन्यो भने मेरो नाम यो हो, म यो लोकेसनमा बस्छु, तँलाई लाइफमा केही हेल्प गर्न चाहियो अथवा केही चाहियो भने मलाई चाहिँ घरमा आएर नक गर, म रेडी छु भनेर मलाई भन्यो क्या त्यो बुढोले क्या मलाई। जेसम्म मैले भेटे जति मान्छेहरू राम्रै हेल्पफुलहरू छन्, त्यही भएर मलाई चाहिँ सबै कुरा पर्फेक्ट जस्तो, मान्छेहरू पनि पर्फेक्ट। म यहाँको मान्छेहरूसँग एकदमै लाइक ग्रेटिट्युड चाहिँ धेरै सिकेँ क्या मैले, एकदम थ्याङ्कफुल पनि हुन्छन्, एप्रिसिएट गर्छन् तिम्रो काम अथवा जे कुरा पनि है। अब जहाँ पनि त्यही हो, 1-2 जना त नेगेटिभ भइहाल्छन्, मसँग पनि धेरै नेगेटिभ नेगेटिभ कुराहरू त मेरो लाइफमा पनि भएको छ, 2-3वटा इन्सिडेन्टहरू भएको छ होइन। तर पोजिटिभ धेरै छन् त नेगेटिभ भन्दा पनि। जिममा मैले फेर चाहिँ मेरो बोतलमा पानी भर्न आउँदा बोतल छ्याप फुट्यो होइन, सिसा भयो। अनि 1-2 जना आएर चाहिँ त्यो कोहीले मप लिएर आउने, कोहीले चाहिँ पुछदिने गरिदियो क्या। अनि मलाई त्यो देखेर चाहिँ मलाई पनि आफै खुसी लाग्छ। अनि म पहिला चाहिँ अब आफू त्यस्तो गरिदिन्थेन नि त, अब म आफू पनि कस्तो हुँदो रहेछ नि, हेल्प गर्नुपर्छ है, यदि के हुने बित्तिकै आफू चाहिँ त्यहीमा चाहिँ इन्भल्भ हुन मन लागिहाल्छ क्या। त्यस्तो त्यही इन्भाइरोमेन्ट क्रिएट भइरहेछ नि त, त्यही भएर हो एकदम एकअर्कालाई सपोर्ट गरेर नै त अगाडि पुगिन्छ लाइफमा होइन। अनि इन्भाइरोमेन्ट भनेको अब राम्रो छ, रमाइलो छ होइन। मेन भनेको त अब घुम्नको लागि एकदम पर्फेक्ट, क्याम्पिङको लागि, घुम्नको लागि हुन्छ, सिनिक भ्यूहरू छ होइन। अर्को भनेको त अब वाइल्ड लाइफहरू केही पनि छैन नि त, जहाँ जुन जङ्गल गइदियो भने अब केही छैन नि त, न बाघ होला छ, न भालु होला छ होइन, हिँड्नलाई सेफ छ, त्यही त हो पर्फेक्ट। यस क्वालिटी अफ लाइफ चाहिँ राम्रै छ यहाँनिर। अनि के त अब पैसा छैन, जस अस्ट्रेलिया, युएस, अब क्यानाडा त्यस्तो लेभलको चाहिँ पैसा अलिक बढी होला, त्यही लेभलको त छ होइन। तर यहाँको चाहिँ अब छ त राम्रो क्वालिटी अफ लाइफ त। 8 घन्टा काम गऱ्यो, मजाले घर आयो बस्यो। मान्छेहरू त हुन्छ नि नेपालमा भन्दा चिल छ जस्तो लाग्छ क्या। एकदम ट्याक्क 8 घन्टा काम गऱ्यो, अरू 16 घन्टा भनेको त मजाले चिल गऱ्यो, त्यसरी बिताइरहेछन् मान्छेहरूले, त्यस्तो रस लाइफ छैन नि त। छैन। यता म पनि अब भर्खर रिसेन्टली अस्ट्रेलिया गएर आएँ नि त, त्यहाँनिर चाहिँ लाइफ एकदम रस लाग्ने क्या, एकदम बिजी लाइफ, पुरै बिजी छ। अब सिडनीमा होइन मान्छे जताततै अब काम होला अथवा के होला दौडिरहेछन्। अनि त्यहाँ पनि रमाइलो त छ, एकदम मजा पनि छ होइन। तर त्यहाँ जस्तो रस चाहिँ यहाँ छैन क्या। यहाँ कतिजना अरू दाइहरूको आफ्नो साथीहरू आएको एक्सपिरियन्स सुनाउनुहुन्छ क्या। यहाँ त के हो मान्छेहरूलाई हतारै हुँदैन कि क्या हो होइन, आनन्दले गरेछन् जे पनि भने जस्तो खालको कुराहरू सेयर गर्नुहुन्छ। पपुलेसन पनि छैन, सबै राम्रो ठिकै छ, पपुलेसन छैन भने राम्रो छ, अलिकति सेफ पनि छ, अनि रस पनि छैन। जस्ट अफिस गयो, काम आयो, त्यो पछि पुरै टाइम आफूलाई आफ्नो फ्यामिलीलाई दिने हो कि के दिने हो होइन, त्यो तरिकाले गऱ्यो। अब त्यस्तै छ, रमाइलो छ।
यहाँको लाइफ चाहिँ एकदमै कन्भिनियन्ट लाग्यो क्या मलाई। एकदम पर्फेक्ट। हजुर अबको समयमा जो जति पनि अब यहाँ न्युजिल्यान्ड आउन खोजिरहनु भएछ भने लाइक नर्मली अब हामी एज अ स्टुडेन्टकै कुरा गरौँ, उहाँहरूको लागि चाहिँ तिम्रो के मेसेज छ त? मेरो भनेको चाहिँ आफ्नो चाहिँ आफै रिसर्च गर्नु पऱ्यो, आफ्नो फिल्डमा के छ आफै अलिकति रिसर्च गर्नु पऱ्यो होइन। तर अरूको कुरा सुनेर चाहिँ अरूको पछि लाग्ने होइन क्या। अब फेसबुकमा देखेर इन्स्टाग्राममा यो भनेको छ त्यो तरिकाले आउने होइन होइन। अब आफ्नो भने म अघि नै भनेको त त्यो कुराहरू चाहिँ अब अलिकति ख्याल गर्नु पऱ्यो, अलिकति आफ्नो स्किल्स बढाउनु पऱ्यो होइन, त्यो बढाउनु पऱ्यो। अनि मेन्टली प्रिपेयर भएर आउनु पऱ्यो, अलिकति आफ्नो यहाँ चाहिँ यो अलिकति रिलेसनसिपहरू अलिक राम्रो बढाउनु पऱ्यो, अलिकति कम्युनिटीहरूमा जानु पऱ्यो होइन। अब यहाँ त फ्रेङ्कली जोसँग पनि बोल्न मिल्यो, जोसँग सेयर गर्न मिल्यो। नेपाल जस्तो के भन्ला को भन्ला भनेर नि त ट्याक्क कुराहरू गर्नु पऱ्यो, फ्रेङ्क हुनु पऱ्यो। त्यस्तो तरिकाले आयो भने चाहिँ सजिलो हुन्छ। जस्तो अरूको हल्लाको पछि लागेन कि आफू के गर्ने, कुन बाटो हिँड्ने भनेर चाहिँ आफै डिपेन्ड गरेर आउनु पऱ्यो, आफूले चाहिँ फाइनलाइज गरेर आउनु पऱ्यो। अरूको पछि लागेर चाहिँ हुँदैन। अनि आफ्नो सराउन्डिङ कस्तो छ पिपलहरूको त्यो पनि आफ्नो केयर गर्नु पऱ्यो होइन। तपाईँ त्यो कस्तो सराउन्डिङमा छ बस्नु भएको छ, तपाईँ 5 जनाको सराउन्डिङ, तपाईँ 6th one त्यही हुनुहुन्छ क्या। तपाईँहरूले चाहिँ सबैजनाले चाहिँ राम्रो काम गरिरहेको छ, उनीहरूसँग आइडिया छ भने अनि मान्छेहरू चिनिरहेको छ भने तपाईँले पनि त्यति गाह्रो हुँदैन। तब चाहिँ अब आइरहनु भएको छ नेपालबाट, 5 जना तपाईँको साथी नेपालको अलरेडी आइरहेको छैन, काम पाइरहेको छैन भने त्यही सामेल भन्नु भने काम नपाउनेमा तपाईँ 6 जना तपाईँ नै हुनुहुन्छ क्या। त्यही भएर चाहिँ पहिले चाहिँ अलिकति कोसँग बस्ने, केसँग गर्ने, कसरी हिँड्ने पनि त्यो पनि विचार गर्नु पऱ्यो होइन। त्यसले पनि धेरै अलिकति इफेक्ट गर्छ लाइफमा। आएको केही महिना त एकदम के हो नै हुन्छ नि त। सुरुमा अब कल्चर सक हुन्छ, मान्छे फुड सक हुन्छ होइन। धेरै कुराहरू च्यालेन्जेसै त हो नि होइन। सुरुमा त नयाँ ठाउँ बुझ्नलाई नै समय लाग्छ, वेदरसँग एडेप्ट गर्नै टाइम लागिरहेको हुन्छ होइन। त्यही भएर आइडिया लिनु पऱ्यो। आफूभन्दा पहिला आएको जस आयो न्युजिल्यान्ड कोही न कोही त भइहाल्छ होइन। त्यही भएर को छ अब आफूभन्दा सिनियर अथवा कति वर्ष भएको चाहिँ एक्सपिरियन्स मान्छेहरूसँग चाहिँ के गर्ने अब हुन्छ नि, आइडिया लिइहाल्नु पऱ्यो। आइआइडी बनाउनु हो कि अब बस कार्ड बनाउने हो कि होइन, के बनाउनु पर्योतिर लागिहाल्नु पऱ्यो। अनि सोसलाइज हुनु पऱ्यो। अनि त्यो बिस्तारै मान्छे चिनिन्छ, अनि कुरा गर्दै आफ्नो प्रब्लमहरू हुन्छ नि त, काम पाएन, यो फिल्डमा के छ होला भन्ने होइन। त्यस्तो एउटा मेरो साथीले चाहिँ अब यो कन्स्ट्रक्सनमा काम पाइरहेको थिएन, अनि उसले लिङ्कै थिएन क्या होइन। अनि एउटा सोसाइटीमा जोइन भयो, अनि त्यहाँ यस्तो कुराहरू जाँदाखेरि ल मलाई कन्स्ट्रक्सनमा कामै पाएन भन्ने कुरा गर्यो। अनि एउटा दाइ इन्जिनियर हुनुहुन्थ्यो होइन, कन्स्ट्रक्सन इन्जिनियरिङ गरेर हुनुहुन्थ्यो। ल भाइ यता छ काम भन्नुभयो, ट्याक्क लगाएर 5 दिनमै काम भयो क्या। अब त्यही सर्कलमा यताउति नहिँडेको भए त उसलाई त झन् स्ट्रगल हुन्थ्यो नि त। आफ्नो कुराहरू चाहिँ काम पाएको छैन भनेर यताउति जानलाई सेयर गऱ्यो भने त काँडा हुन्छ नि त। त्यसरी त हो लिङ्क बनाउने, चिन्ने, त्यहीबाट त हो। त्यो गर्नु पऱ्यो। अनि नेगेटिभ कुराहरूमा फस्नु भएन, अब क्यासिनो जानु भएन होइन। अब यो पुरै गाजा साजा फुकेर अब देखावटी हुन्छ नि, त्यो गर्नु भएन। एडिक्सनमा चाहिँ लाग्नु भएन, त्यो चाहिँ डेन्जरस हुन्छ। जस आफ्नो मेन गोल के हो त्यसमा चाहिँ फोकस हुनु पऱ्यो कि धेरै, बाहिरी काममा भन्दा पनि। तर मान्छेहरू के आउँछन् भन्दाखेरि अब एउटा चाहिँ गोल हुन्छ, त्यो गोल छोडेर चाहिँ 99% चाहिँ अर्कोतिर लाग्छ, 1% चाहिँ अन्तिर लाग्छ। अनि त्यही भएर नि डिस्ट्र्याक्सन भइहाल्छ, अनि त्यो पनि नहुने चान्स धेरै हुन्छ। अहिले त अलिकति सजिलो पनि छ नि त, विभिन्न ग्रुपहरू, विभिन्न सोसाइटी कम्युनिटीहरू, धेरै इभेन्टहरू पनि भइरहेको हुन्छ। त्यसको बारेमा जान्न मन लाग्यो भने होइन धेरै कुराहरू रिसर्च गर्न मिलिहाल्छ होइन। सबै अनलाइन छ नि, सर्च मात्रै गर्नु पऱ्यो नि। म क्रिकेट जाउँ भने म एक्लै थिएन त्यो टाइममा, चाहिँ के भन्दाखेरि म जुन भिसा आएको थिएँ नि 5-6 महिना 1 वर्ष मेरो त बिना काम त्यतिकै बसेँ नि त। अब मैले कोही चिनेको छैन, केही चिनेको छैन। मैले त खास गरी मेरो क्रिकेट क्राइस्टचर्चमा क्रिकेट छ छैन भनेर आफूलाई क्रिकेट खेल्न मन लागेको नि, फुटबल खेल्न मन लागेको नि त। त्यो डाइरेक्ट क्राइस्टचर्च नेप्लिज क्रिकेट टिम भनेर हाने, अनि सर्च गर्दा एउटा गोर्खा क्रुसेडर्स आयो होइन। अनि त्यहाँ मेसेजको बटनमा चाहिँ मेसेज गरेँ, अनि दाइहरूले नि ल यता हो भन्नुभयो, लिन आउनुभयो घरमै, गएँ खेलेँ। त्यसपछि हल्का सराउन्डेड बढ्यो होइन। अनि त्यहाँबाट मान्छेहरू चिन्न थालेँ, त्यसपछि बिस्तारै सबै कुराहरू चिन्न थाल्यो भने त। त्यही भएर सबै मोबाइलमै छ सारा संसारै होइन। तर के गर्ने कसो नगर्ने आफ्नै तरिकाले हो नि त। सबै इन्फर्मेसन छ त मोबाइलमै, राइट इन्फर्मेसन लिनु पऱ्यो। राइट रङ सबै इन्फर्मेसन छ, तर राइट चाहिँ फिल्टर गर्न सक्नु पऱ्यो, त्यो हो। विकल तिमी एउटा एकदम राम्रो क्रिकेटर पनि हो नि त हो। तिम्रो क्रिकेटको जर्नी कस्तो भइरहेछ यार? क्रिकेट जर्नी रमाइलो भइरहेछ। जस धेरै एउटा मलाई चाहिँ मन परेको कुरा भन्दाखेरि चाहिँ हाम्रो एउटा NGFC छ नि त, न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी। त्यो चाहिँ एउटा अम्ब्रेला भयो नि त होइन। तपाईँ क्रिकेट खेल्नुहुन्छ, क्रिकेट छ, फुटबल खेल्नुहुन्छ, फुटबल टिम छ, ब्याडमिन्टन खेल्नुहुन्छ, ब्याडमिन्टन, रनिङ छ रनिङ, हरेक जुम्बा जानुहुन्छ भने जुम्बा, हरेक छ कि त्यसको ब्रान्च चाहिँ सबैतिर छ होइन। सकेसम्म मान्छेहरू आए अब क्राइसिस आउनु भएको छ भने झ्याप्प जोइन भएको राम्रो, तपाईँहरूलाई त्यो फ्युचर हेल्प पनि हुन्छ क्या। धेरै प्रोग्रामहरू, मेडिटेसन प्रोग्रामदेखि लिएर अब कल्चरल प्रोग्रामदेखि लिएर स्पोर्ट्स प्रोग्रामतिर हरेक कुरा प्रोग्राम भइरहेको हुन्छ होइन। इन्ट्रेस्ट देखेर लागिरहनु भएको छ भने चाहिँ धेरै फाइदा हुन्छ। त्यही त यहाँ क्राइसिसमा जे होस् छ नि त, कम्युनिटी धेरैवटा छन् होइन। तिमी अहिले न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीमा छौ, मान्छे तिम्रो क्रिकेटको टिम त कुन पो हो?
गोर्खा नेपाली क्रुसेडर्स है ए अनि नेपाल नेपाल युनाइटेड नेपाल युनाइटेड ए हजुर। ओके त्यो अस्ति रिसेन्टली क्रिकेट टुर्नामेन्ट पनि भयो नि त है त्यसमा कस्तो रह्यो त तिम्रो पर्फर्मेन्स ठिकै राम्रै एज अ बलर ब्याट्सम्यान के पो छ म अलराउन्डर अलराउन्डर है सही हो अलराउन्डर ठिकै भयो जस ठिकै भयो है। रमाइलो जो पार्टिसिपेटको लागि खेल्ने रमाइलो गर्ने त्यही त नि मान्छे चिनिन्छ हो त्यस्तै हो क्या म गएँ अब क्रिकेट खेलेँ नि त अब त्यहाँ फेरि खेल्नै पर्छ प्रो त को हुन्छ र होइन जो गयो नि खेलाउँछन् अब इन्भाइरोमेन्ट राम्रो छ होइन टुर्नामेन्ट भयो अकल्यान्डबाट 2टा टिम अब यता तरङ्गाबाट एउटा टिम क्विन्सटनबाट एउटा टिम क्राइसिसको 2टा टिम एउटा सबैले चिन्यो नि त मान्छे एउटा सराउन्डेड बन्यो चिनियो होइन अब एउटा त्यो ब्रदरहुड डेभलप भयो नि त अनि त्यही त हो नि हुने केही चाहिएको छ र होइन एकतिर अब तिम्रो प्यासन पनि लाइक फुलफिल भइरहेछ होइन अर्कोतिर कनेक्सन पनि बढिरहेछ अब तिमी क्रिकेटमा नि एक्टिभ नै छौ होइन र तिमी राम्रो फोटोग्राफी र भिडियोग्राफी पनि गर्छौ होइन जस विकल चाहिँ एकदमै राम्रो भिडियोग्राफर पनि छ उसको इन्स्टाग्राम पेजमा गएर पनि फलो गर्न सक्नुहुन्छ उसलाई होइन एकदम राम्रो राम्रो रिलहरू पनि हालिरहेको हुन्छ गुड फोटोग्राफर होइन जस हल्का प्यासन भन्नाले रमाइलो लाग्छ यसो अब मलाई चाहिँ हाइकिङ गर्न एकदम रमाइलो लाग्छ होइन हिँडिराख्न न्युजिल्यान्ड त पर्फेक्ट छ नि हाइकिङ क्याम्पिङ त्यो त मेरो टाइम चाहिँ अब हुन्छ कस्तो हुन्छ भने कि मर्निङ काम भएपछि कामबाट आएपछि डाँडातिर अब इभिनिङ काम छ भने अब बिहान सनराइज भयो भने फेरि डाँडातिर नै हुन्छ कि मेरो तेरो जस्तो टाइम चाहिँ डाँडातिर स्पेन्ड भएर हुन्छ क्या है अरू काम गर्न त मेरो भिसाले नि मिल्दैन होइन नि त अनि त्यही भएर अब इनफ टाइम हुन्छ नि त 8 घन्टा काम गऱ्यो अरू 16 घन्टा त के गर्नु सुतेर बस्ने घरमा मोबाइल चलाएर बस्नुभन्दा बरु निस्किँदै बाहिर बिचतिर गइदियो डाँडातिर गइदियो आनन्द मलाई के लाग्छ भने न्युजिल्यान्डमा जो मान्छे छ नि बोर चाहिँ हुनु पर्दैन क्या देयर आर प्लेन्टी अफ थिङ्स टु डु होइन टर्ने छ नेचर फुल हेर्नु न जस्तै हामीलाई चाहिँ अब डाँडामा जानु मन लाग्यो भने 10 मिनटको ड्राइभ डाँडामा पुग्यो जुन हाइकिङ रुट धेरै छ बिचमा जानलाई 10 मिनट ड्राइभ गरेर बिचमा पुग्यो सबै कुराहरू नजिक छ होइन रमाइलो छ मेनली चाहिँ क्राइसिसमा त्यस्तो छ अकल्यान्डमा चाहिँ अलिकति टाइम छुट्याउनै पर्छ होइन ट्राभल टाइमहरू हुन्छ होइन तिम्रो त काम फुल टाइम छ नि त होइन वर्क लाइफ ब्यालेन्स मिलाउन कतिको सहज भइरहेछ इजी छ मेरोमा चाहिँ कस्तो छ भन्दाखेरि म चाहिँ अब फुल टाइम हो नि त कन्ट्र्याक्टमै छ कि मेरो यो दिन बिदा भने यति काम गर्ने भन्ने छ त्यही भएर चाहिँ मेरो पर्फेक्ट छ सबैको त्यस्तै हुन्छ होला तिम्रो फिक्स्ड रोस्टर छ होइन फिक्स कसैको रोटेटिङ पनि हुन्छ मेरो फिल्डमा चाहिँ हेल्थ एन्ड सेफ्टी भनेर तपाईँलाई चाहिँ कोही कम्पनीले चाहिँ 80 घन्टाभन्दा बढी दिँदैन कोहीले 90 आवर्सभन्दा बढी दिँदैन कोहीले चाहिँ अब दिइरहेको हुन्छ जति चाहेको थियो त्यही मेरो कम्पनीले चाहिँ 90 आवर्सभन्दा बढी गर्न दिँदैन क्या त्यही भएर चाहिँ अलिकति तपाईँ चाहिँ अब 1 विक पनि छुट्टी नलिकन काम गर्नुभएको छ भने तपाईँको हेल्थ एन्ड सेफ्टीलाई भनेर अब बिदा दिइहाल्छ क्या बिदा बस्नै पर्छ क्या त्यही भएर फोर्टनाइटली 4 दिन चाहिँ बिदा तपाईँले लिनै पर्छ अनि त्यहाँबाट हेल्थ एन्ड सेफ्टी भन्छ यताउति भन्छ त्यो भएर चाहिँ जस टाइम छ जे गर्नको लागि पनि टाइम म्यानेजमेन्ट सजिलो छ हजुर ट्याक्क काम गयो घर आयो त्यस्तै चलिरहेको छ हजुर अब डिपेन्ड्स अब लाइक आफ्नो रेस्पोन्सिबिलिटिज के छ होइन त्यसमा त हो तर ठिक छ तिम्रो पास्टको पनि कुरा गऱ्यौँ प्रेजेन्टको पनि कुरा गऱ्यौँ होइन अब यसो फ्युचरको कुरा गरौँ न त तिम्रो फ्युचर प्लान चाहिँ के छ त तिमी न्युजिल्यान्डमै सेटल हुने कि नेपाल जाने कि के छ तिम्रो विचार हुन्छ नि नेपाल जाने हो तर कस्तो भन्दाखेरि हेर्नु न अरू देशमा आएपछि चाहिँ हुन्छ नि एउटा प्लान गरे अनुसारले चाहिँ चल्दैन त्यो पनि विचार गर्नुपर्छ होइन अब हामी चाहिँ एउटा प्लान गरेर हुन्छौँ तर यहाँको रुल चेन्ज भएपछि हाम्रो प्लान त फेल खायो नि त त्यही भएर अरू कन्ट्रीमा चाहिँ सर्भाइभ गर्न चाहिँ हाम्रो एकर्डिङ टु आवर प्लान चाहिँ त्यो काम गर्दैन जस्तै अहिले चाहिँ हाम्रै कोर्समा चाहिँ अब 2 वर्ष काम गर अब पिएलडी भनिन्छ भोलिपल्ट अर्को सरकार आएर होइन त्यो कहाँ देखिँदैन होला भने क्यान्सल गऱ्यो भने त फेरि हाम्रो लाइफ रिस्कमा छ नि त भन्नाले हाम्रो भोलि के हो भन्न सकिँदैन नि त विदेशमा त्यही चाहिँ हो कामले भन्दा पनि अब कुन गभर्मेन्ट आउँछ पोलिटिक्सले के गर्छ भन्ने कुराले चाहिँ अलिकति फरक पार्छ होइन त्यही हो अब त्यही हो च्यालेन्जेस चाहिँ त्यही हो विदेशमा आएपछि सबै सोचेको जस्तो हुँदैन जस्तो च्यालेन्ज आए पनि अब फेस गर्नुपर्छ भन्ने तरिकाले चाहिँ आउनु पऱ्यो मेन्टली चाहिँ भेरी स्ट्रङ हुनु पऱ्यो त्यही हो अब भविष्यको कुरा छँदैछ होइन आफूले राम्रो गर्दै जाने त्यही हो तर लाइफमा सबै कुराहरू आफूले चाहेर पनि हुँदैन होइन त्यही त हो तर यो सेटल हुने कुरा पनि त्यस्तै छ आफूले सोचेर चाहिँ हुँदैन जस रुलहरू चेन्ज भइराखेको हुन्छ के भइराखेको हुन्छ त्यसले चाहिँ धेरै इफेक्ट गर्छ हाम्रो लाइफमा भनौँ जुन इमिग्रेन्टहरूलाई